कन्क्लुड गर्दैछु है। यो थर्ड च्याप्टरमा चाहिँ अब हाम्रो पढ्नुपर्ने कुरा भनेको चाहिँ अब यो प्रोफेसनल प्र्याक्टिसको बारेमा चाहिँ हामी पढ्छौँ हैन। अब यो प्रोफेसनल प्र्याक्टिस भन्नाले यसमा चाहिँ यो अस्तिको पास्ट क्लासेसमा पनि हामीले कुरा गरेको थियौँ। अब यसमा चाहिँ के छ भन्दाखेरि तपाईको कुनै पनि एउटा इन्जिनियरले चाहिँ भनौँ तपाईँ अब यहाँबाट ब्याचलर सकिएर तपाईँ मार्केटमा गएर काम गर्नको लागि जानुहुन्छ अनि नेपालको कन्टेक्स्टमा तपाईँ कुन ठाउँमा काम गर्न सकिन्छ त भनेर चाहिँ हामीले यो कुरा चाहिँ पढ्न खोजेको है। अब यसमा चाहिँ तपाईको फर्स्टमा भनेको चाहिँ तपाईको यो पब्लिक सेक्टरमा तपाईले काम गर्न सक्नुहुन्छ। पब्लिक सेक्टर भनेको गभर्नमेन्ट एफिलिएटेड गभर्नमेन्ट जबहरू भयो, यो चाहिँ गभर्नमेन्टको सेक्टरमा भयो हैन। अब पब्लिक सेक्टर भनेको चाहिँ कस्तो त भन्दाखेरि तपाईको कुनै पनि फिस्कल इयरमा चाहिँ कुनै पनि डिपार्टमेन्टलाई या कुनै पनि अर्गनाइजेसन के छ हैन अफिसको लागि चाहिँ यो नेपाल सरकारले चाहिँ बजेट चाहिँ एलोकेट गरेको छ भने इन दैट केस त्यो बजेट स्याङ्सन गरिएको छ भने चाहिँ त्यस्तो टाइपको अफिसलाई चाहिँ अथवा अर्गनाइजेसनलाई चाहिँ पब्लिक सेक्टर भनेर भनिन्छ भनेर चाहिँ हामीले कुरा गरेका थियौँ है। अनि त्यसपछि डिफ्रेन्ट टाइप्स अफ यो के भन्छ तपाईको अर्गनाइजेसन्स लाइक तपाईको यो फाइनान्स मिनिस्ट्री भयो, होम मिनिस्ट्री भयो, अब यो दुई चारवटा मैले यहाँ नाम भने हैन। त्यस्तै गरी टोटल अब यो तपाईको आजभन्दा 16 वर्ष अगाडिको चाहिँ तपाईको यो 2060-61 को चाहिँ मैले यो बजेटमा स्याङ्सन गरिएको मिनिस्ट्रीहरू यो विभिन्न सेक्टरहरू चाहिँ मैले लिएर आएको थिएँ हैन। यसमा चाहिँ टोटल तपाईको 37 वटा चाहिँ शीर्षकहरू चाहिँ थियो। यो 37 वटा ठाउँमा चाहिँ त्यो बेलामा चाहिँ नेपाल सरकारले भन्दा त्यति बेला श्री 5 को सरकार थियो। श्री 5 को सरकारले चाहिँ तपाईको यो बजेट चाहिँ एलोकेट गरेको चाहिँ थियो हैन। त्यो कुरा चाहिँ हामीले लास्ट क्लासमा चाहिँ हामीले कुरा गरेको थियौँ। त्यसपछि आएको थियो सेमी गभर्नमेन्ट अर्गनाइजेसनहरू थियो। अनि सेमी गभर्नमेन्ट अर्गनाइजेसन भने कस्तो थियो त कस्तो हुन्छ त भनेर मैले भन्दाखेरि चाहिँ एक्सप्लेन गर्दै जाने क्रममा चाहिँ तपाईहरुलाई चाहिँ कुनै पनि कर्पोरेसन अथवा कम्पनी जसको चाहिँ एपेक्स पोजिसन है तपाईको सबैभन्दा ठुलो भनौँ न त्यो के भन्छ पोजिसन अथवा बसहरू जुन छ जस्तै कुनै पनि अर्गनाइजेसनको बस भनेको सीईओ होला हैन। त्यस्तै गरेर एमडी होला। त्यो सीईओ एमडी अथवा जस्तै अब हाम्रो टीयू को एक्जाम्पल लिने हो भने तपाईको चान्सेलर सबैभन्दा ठुलो चाहिँ पोस्ट हो हैन। त्यो एपेक्स पोजिसन चाहिँ गभर्नमेन्टल तपाईको अथवा पोलिटिकल अपॉइन्टमेन्टबाट चाहिँ फुलफिल हुन्छ भनेर चाहिँ भनेको थिए है। भनेपछि तपाईको टीयू को एक्जाम्पल लिने हो भने चान्सेलर चाहिँ प्राइम मिनिस्टर हुन्छ हैन। अब यो भन्दा अगाडिको भनौँ न 3-4 महिना अगाडिको 6 महिना अगाडि चाहिँ प्राइम मिनिस्टर को थियो। 6 महिना अगाडि चाहिँ टीयू को चान्सेलर उहाँ नै हुनुहुन्थ्यो। तर अहिले जो छ उहाँ चाहिँ अहिले चाहिँ के हुने भयो त तपाईको चान्सेलर चाहिँ हुने भयो। भनेपछि अटोमेटिकली तपाईको यो सेमी गभर्नमेन्ट अर्गनाइजेसनमा के हुने रहेछ त भन्दाखेरि एपेक्स पोजिसन चाहिँ जहिले पनि तपाईको पोलिटिकल अपॉइन्टमेन्टबाट चाहिँ नियुक्ति दिइन्छ हैन। त्यस्तै गरेर तपाईको अब यो एपेक्स पोजिसन सबभन्दा टप पोजिसन बाहेकको अरु चाहिँ पब्लिक सर्भिस कमिसन अथवा लोक सेवा आयोगबाट चाहिँ तपाईले चाहिँ फुलफिल चाहिँ गरिन्छ। अब यो लोक सेवा भनेको चाहिँ एक्चुअली तपाईले चाहिँ लोक सेवा भनेर चाहिँ तपाईको तपाईले एक्जाम दिनुपर्ने हुन्छ हैन। तपाईले लोक सेवाको एक्जाम दियो त्यसपछि तपाईको स्कोर र तपाईको भनौँ न तपाईको डिग्री हेरेर चाहिँ तपाई कुन फिल्डमा चाहिँ उपयुक्त छ भनेर चाहिँ तपाईलाई चाहिँ उतैतिर चाहिँ खटाउने चाहिँ चलन छ है नेपालको कन्टेक्स्टमा। ओके। अब त्यस्तै गरेर तपाईले यहाँ यो के भन्छ नन सेमी गभर्नमेन्ट अफिसको हामीले डिफ्रेन्ट टाइप्सहरु हेर्दै जाने क्रममा तपाईको यो नेपाल एयरलाइन्स भयो हैन। अहिलेको नेपाल एयरलाइन्स भयो, त्यस्तै गरेर नेपाल टेलिकम भयो, त्यस्तै गरेर एनईए भयो नेपाल इलेक्ट्रिसिटी अथोरिटी र धेरै अर्गनाइजेसनहरु छन् हैन। जस्तै तपाईको वित्तीय संस्थानहरु छन्, ब्याङ्कहरु छन् हैन। त्यस्तै गरेर यो तपाईको टीयू नै भयो। त्यस्तै गरेर भेरियस तपाईको यहाँ चाहिँ अहिले नेपालमा चाहिँ यो सेमी गभर्नमेन्ट अर्गनाइजेसनहरु छ भनेर चाहिँ हामीले यो लास्ट क्लासमा चाहिँ हामीले पढेको थियौं। त्यसपछि हामीले चाहिँ एउटा यो भन्न ग्याजेटेड थर्ड क्लास पोजिसनको चाहिँ एउटा इन्जिनियरको जब डिस्क्रिप्सन पनि हामीले हेरेका थियौं हैन। यो मैले स्लाइडमा चाहिँ इन्क्लुड गरेको थिएँ। यो चाहिँ तपाईको आरआइडीपी को त्यो भनेको रुरल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टमा भनेको यो एचएमजी नेपाल त्यति बेलाको एचएमजी नेपालकै थियो हैन। त्यो तपाईको यो जब डिस्क्रिप्सन नै मैले यहाँ लिएर आएको थिएँ। अब यो ग्याजेटेड भन्नाले के हो त तपाईको सिफारिस गर्ने चाहिँ
त्यो अथोरिटी प्राप्त चाहिँ कोही पनि अफिसरलाई चाहिँ ग्याजेटेड भनेर भनिन्छ। जस्तै तपाईको पहिला भए कस्तो हुन्थ्यो भन्दाखेरि तपाईहरुले कुनै पनि नागरिकताको लागि अप्लाई गर्दाखेरि अथवा तपाईले पासपोर्ट लिन जानु पर्यो भने तपाईको गभर्नमेन्ट अफिसबाट कसैले चाहिँ त्यहाँ साइन गर्नु पर्थ्यो के तपाईको फोटोकपीमा चाहिँ सकल बमोजिम नकल ठीक छ भनेर चाहिँ तपाईले साइन गर्नु पर्थ्यो। त्यो साइन गर्ने अथोरिटी प्राप्त कसलाई छ त भन्दाखेरि यो ग्याजेटेड थर्ड भनेको यो ग्याजेटेड अफिसरलाई चाहिँ हुन्छ। भनेपछि एज एन इन्जिनियर तपाई यहाँबाट इन्जिनियरिङ सकेर ब्याचलर सकेर तपाई चाहिँ यदि गभर्नमेन्ट जबमा तपाई जानुभयो भने यु विल गेट दैट अथोरिटी हैन। भनेको मैले यहाँ प्रिभियस क्लासमा चाहिँ ग्याजेटेड थर्ड क्लास अफिसर र ग्याजेटेड सेकेन्ड क्लास अफिसरको चाहिँ मैले यहाँ जब डिस्क्रिप्सन लिएर आएको थिएँ है। अब तपाईको जति क्लास चाहिँ बढ्दै गयो भनेको ग्याजेटेड थर्ड क्लासबाट सेकेन्ड क्लासमा आउँदाखेरि चाहिँ यो पोइन्ट नम्बर 4 र 5 मा भएको एडमिनिस्ट्रेटिभ एक्टिभिटिज र फाइनान्शियल एक्टिभिटिज यो एडमिनिस्ट्रेटिभ एक्टिभिटिजहरु चाहिँ तपाईको एड अप चाहिँ भएको थियो हैन। त्यस्तै गरेर ग्याजेटेड फर्स्ट क्लास अफिसरको तपाईले अब हेर्ने हो भने उसको चाहिँ प्योरली के हुन्छ त एडमिनिस्ट्रेटिभ र फाइनान्शियल एक्टिभिटिज चाहिँ उले चाहिँ कन्ट्रोल चाहिँ गरिरहेको हुन्छ। ओके यति हामीले चाहिँ यो स्लाइडसम्म चाहिँ हामीले प्रिभियस क्लासमा चाहिँ गरेको थियौं हैन। अब यस पछाडी चाहिँ म के गर्दै छु त एउटा अब इन्जिनियरले अर्को तेस्रो ठाउँमा पनि काम गर्न सक्छ नेपालको कन्टेक्स्टमा त्यो भनेको चाहिँ प्राइभेट सेक्टरमा पनि गर्न सकिन्छ है। सो अब प्राइभेट सेक्टरमा भन्नु पर्दाखेरि चाहिँ अब नेपालको कन्टेक्स्टमा देयर आर थाउजन्ड्स अफ प्राइभेट अर्गनाइजेसन्स हैन। जस्तै अहिले तपाई पढिराख्नु भएको केईसी काठमाडौँ इन्जिनियरिङ कलेज पनि प्राइभेट इन्जिनियरिङ कलेज हो हैन। भनेपछि यहाँ चाहिँ सरकारको ठ्याक्कै भनौं न त्यो इफेक्ट चाहिँ देखिदैन हैन। सरकारले अथवा गभर्नमेन्टले चाहिँ यहाँ बजेट स्याङ्सन चाहिँ गरिएको हुँदैन हैन। भनेपछि यहाँ आफै नै यो के भन्छ फी कलेक्ट गरेर कुनै पनि यो प्राइभेट अर्गनाइजेसन छ भने तपाईको इन्भेस्टमेन्ट पनि आफ्नो नै हुने भयो हैन र त्यो मुनाफा अथवा लस भयो भने पनि त्यो आफ्नो नै चाहिँ हुने भयो है। त्यो कुरा चाहिँ बिर्सिनु भएन। Okay, so in an open market, thousands of private organizations are operational in various sectors. यो कुरा चाहिँ बिर्सिनु भएन। यो चाहिँ छ नै हैन। त्यस्तै गरेर as engineers are the technical personnel who work in the benefit of an organization of the public. Entrepreneurs use them in producing larger quantities in economic investment. भनेपछि के बुझ्नु पर्यो भन्दाखेरि एउटा इन्जिनियर भनेको एक्चुअली एउटा टेक्निकल पर्सन हो र त्यो टेक्निकल पर्सन कसको लागि काम गर्छ त भन्दाखेरि पब्लिकको बेनिफिटको लागि काम गरेर आउँछ हैन। सो एउटा भनौं न अब एन्टरप्रेन्योर भनेको को हो त भन्दाखेरि तपाईको कोही एउटा इन्भेस्टर हो जसले चाहिँ एउटा भनौं न आफ्नो बिजनेस स्टार्ट गर्नको लागि चाहिँ पैसा चाहिँ इन्भेस्ट गरिरहेको हुन्छ। सो यो एन्टरप्रेन्योरहरुले के गरिरहेको हुन्छ त भन्दाखेरि यो इन्जिनियरहरुको जुन स्किल छ त्यसलाई चाहिँ आफ्नो अर्गनाइजेसनमा चाहिँ पे गरेर चाहिँ उनीहरुले युज गरिरहेको हुन्छ र त्यो इकोनोमिक इन्भेस्टमेन्टलाई चाहिँ लार्जर क्वान्टिटी अफ तपाईको यो कुनै पनि प्रोडक्टहरु बनाउनको लागि या भनौं न उसको बिजनेस एक्सप्यान्ड गर्नको लागि चाहिँ उले चाहिँ इन्जिनियरलाई चाहिँ युज गरिरहेको हुन्छ है। यो पनि बिर्सिनु भएन। ओके देयर आर प्राइभेट अर्गनाइजेसन्स वर्किङ मोर एफिसिएन्टली देन गभर्नमेन्ट सेक्टर्स अन्डर स्ट्रिक्ट सुपरभिजन एन्ड मोटिभेसन। ओके अब यो के भन्न खोजेको त भन्दाखेरि तपाईको गभर्नमेन्ट अर्गनाइजेसन भनेर भन्ने बित्तिकै यसमा तपाईको जुन भनौं न तपाईको मोनिटरिङ गर्ने तपाईको इभ्यालुएसन गर्ने एभ्रीथिङ तपाईको गभर्नमेन्टको आफ्नै रुल्स एन्ड रेगुलेसन चाहिँ हुने भयो। तर प्राइभेट अर्गनाइजेसनमा के हुन्छ त गभर्नमेन्टको इफेक्ट चाहिँ हुँदैन हैन। भनेपछि तपाईको जो यो एन्टरप्रेन्योर छ अथवा जो बस हो उले जे चाह्यो त्यो डाइरेक्सनमा चाहिँ उले चाहिँ लान सक्ने चाहिँ क्यापेबिलिटी चाहिँ हुने भयो प्राइभेट अर्गनाइजेसनमा है। अब यो तपाईको प्राइभेट अर्गनाइजेसनमा अभियसली के हुन्छ त तपाईको वर्कलोड कोही पनि एउटा इन्डिभिजुअलको काम हेर्ने हो भने उसको लोड चाहिँ अभियसली गभर्नमेन्टमा भन्दा धेरै हुन्छ हैन र सुपरभिजन पनि बढी नै हुने भयो किनभने बसले डाइरेक्टली मोनिटर गरिरहेको हुने भयो। र सिमिलरली मोटिभेसनको कुरा मोटिभेसन भन्नाले तपाईको स्यालेरी हुन सक्छ इन्सेन्टिभ्सहरु होला हैन। भनेपछि यो स्यालेरी इन्सेन्टिभ्स एसेट्रा जे छ यो सबै गभर्नमेन्ट भन्दा बढी हुन्छ। पे स्केल गभर्नमेन्ट भन्दा बढी हुने भयो हैन। तर तपाईको पेलान जुन भन्छ नि हामी नेपाली वर्डमा चाहिँ पेलान भन्छौं जुन प्रेसर हुन्छ कामको प्रेसर त्यो चाहिँ गभर्नमेन्टमा भन्दा प्राइभेटमा अभियसली धेरै चाहिँ हुन्छ। ओके अब हामी अगाडि बढौं।
There are more than 30 private colleges affiliated to 5 universities, governmental and non-governmental. Okay. अब यो अहिले तपाईले प्राइभेट सेक्टरमा हेर्ने हो भने यो पनि पुरानै डेटा हो हैन. अब तपाईले अहिले यहाँ काठमाडौँको अन्डरमा यो 10 वर्ष अगाडिको डेटा होला. यसमा चाहिँ त्यतिबेला चाहिँ तपाईको 30 वटा भन्दा बढी प्राइभेट कलेजेसहरु रनिङ थियो र त्यो 5 तपाई त्यतिबेला चाहिँ 5 विकास क्षेत्रको छुट्टा-छुट्टै 5 वटा युनिभर्सिटीहरु हुन्थ्यो हैन. अब त्यो 5 वटा युनिभर्सिटीको अन्डरमा चाहिँ गभर्नमेन्टल र नन गभर्नमेन्टल प्राइभेट कलेजेसहरु धेरै नै अहिले चाहिँ खोलिसकेको छ हैन. त्यस्तै गरेर अब यो कन्स्ट्रक्सन कम्पनीज एन्ड कन्सल्टिङ फर्म्स पनि धेरै छन्. भनेको चाहे त्यो कन्स्ट्रक्सन होस् चाहे तपाईको कन्सल्टेन्सीहरु होस् त्यो पनि धेरै छन्. त्यो चाहिँ प्राइभेटमा भयो. त्यस्तै गरेर अब तपाईको यो कन्स्ट्रक्सन कम्पनीज पनि above 14,000 वटा कन्स्ट्रक्सन कम्पनीजहरु रेजिस्टर्ड छन् नेपालको कन्टेक्स्टमा हैन. अब यिनीहरुको चाहिँ यो जुन कन्स्ट्रक्सन कम्पनीजहरु छ यो चाहिँ अब सिभिलको लागि चाहिँ डेटा हो हैन. त्यसमा चाहिँ तपाईको यो क्लास ए, क्लास बी, क्लास सी र क्लास डी भनेर चाहिँ 4 वटा क्लासमा चाहिँ वर्गीकरण चाहिँ गरिएको चाहिँ छ. अब यो क्लास ए मा चाहिँ 176 वटा चाहिँ छन्. त्यस्तै गरेर क्लास बी मा चाहिँ 352 वटा चाहिँ तपाईको कन्स्ट्रक्सन कम्पनीहरु भो. सी मा चाहिँ 1387 वटा र बाँकी सबै चाहिँ तपाईको क्लास डी मा चाहिँ छन् है. अब यो क्लास ए, क्लास बी, क्लास सी, क्लास डी भनेर 4 वटा क्लासमा के हिसाबमा वर्गीकरण गरेको त भन्दाखेरि तपाईको जुन यो कन्स्ट्रक्सन कम्पनीहरु छ उनीहरुको क्यापिटल हैन. त्यस्तै गरेर म्यान पावर, त्यसपछि उनीहरुको जुन यो मसिनरीहरु युज गर्नुपर्ने हुन्छ हैन. त्यस्तै गरी यो हेभी अर्थ इक्विपमेन्टहरु होला त्यो उसको अवेलेबिलिटी उसले चाहिँ कतिको त्यो कलेक्ट गर्न सकेको छ त्यसको हिसाबमा चाहिँ यो 4 वटा क्लासमा चाहिँ विभाजन गरिएको छ. जस्तै अब तपाईले मानिलिउ बैंकको कुरा गर्ने हो भने बैंक पनि तपाईको क्लास ए, क्लास बी, क्लास सी भनेर चाहिँ तीनटा 4 वटा क्लासमा चाहिँ वर्गीकरण गरिएको हुन्छ. जस्तै तपाईको यो फाइनान्सहरु भनेको चाहिँ क्लास सी मा पर्छ हैन. अनि यो चलन चल्तीमा चलेको जस्तै अहिलेको यो नोबेल बैंक भयो, त्यसपछि इन्भेस्टमेन्ट बैंक भयो, यो ठुलठुलो बैंकहरु जुन तपाईले देख्नुहुन्छ त्यो सबै क्लास ए मा छ हैन. अब त्यो भन्दा पनि तल भनौं तपाईको यो जुन कोअपरेटिभहरु छ यो भनौं न तपाईको सामुदायिक तपाईको यो कोअपरेटिभ भनेर भन्छ त्यो चाहिँ क्लास डी मा चाहिँ पर्न जाने बैंकहरु भनेपछि तपाईको मेन मैले देखेको भनेको चाहिँ तपाईको यो एसेटहरु तपाईको एसेट भन्नाले अब तपाईको क्यापिटल तपाईले कति इन्भेस्ट गरेको छ उसको पुँजी कति छ त्यसको आधारमा चाहिँ यो वर्गीकरण चाहिँ गर्ने चाहिँ चलन छ नेपालमा चाहिँ है. ओके. त्यस्तै गरेर देयर आर मेनी कम्प्युटर इन्स्टिट्युट्स टु टिच कम्प्युटर लिटरेसी टु कम्प्युटर सफ्टवेयर डिजाइन एन्ड प्रोग्रामिङ. भनेपछि तपाईको अहिलेको कन्टेक्स्टमा तपाईलाई भनौं कुनै सफ्टवेयरहरु सिक्नु पर्यो हैन. तपाईलाई चाहिँ केही स्किल कम्प्युटर स्किलहरु सिक्नु पर्यो, सफ्टवेयरहरु चलाउन सिक्नु पर्यो भने तपाईको अहिले यहाँ बजारमा त्यस्तै इन्स्टिट्युटहरु धेरै छन्. तपाईले सी सिक्ने हो कि हैन अथवा तपाईले अब भनौं कुनै मुभीहरु बनाउनको लागि एनिमेसनहरु सिक्ने हो कि हैन. तपाई चाहिँ अब यो एनिमे भनौं न कुनै मुभी नै बनाउन खोजिरहेको छ कि हैन भने तपाईले आफुलाई चाहिएको तपाईले चाहिँ यो कम्प्युटर सफ्टवेयर चाहिँ सिक्ने चाहिँ तपाईलाई को लागि चाहिँ तपाईको इन्स्टिट्युटहरु काठमाडौँमा धेरै छन् हैन. त्यस्तै गरेर प्राइभेट अर्गनाइजेसन्स हैव एक्सिलरेटेड देयर बिजनेस विथ द लार्जेस्ट टेक्नोलोजिज अवेलेबल इन नेपाल. अब यसको तपाईको टेक्नोलोजीको हकमा अब तपाईले कुरा गर्नु पर्दाखेरि प्राइभेट सेक्टरमा चाहिँ टेक्नोलोजी एकदम चाँडै नै तपाईहरुले चाहिँ युज गर्न चाहिँ सक्नुहुन्छ. जस्तै अब एक्जाम्पलको लागि लियौं अहिले यो कोभिडले गर्दाखेरि चाहिँ यो इलेक्ट्रोनिक पेमेन्ट चाहिँ फर्स्ट आएको छ नेपालको कन्टेक्स्टमा हैन. अब यो बाहिर थर्ड वर्ल्डमा भनौं न तपाईको यो युएस तिर युरोपतिर धेरै अगाडिदेखि नै तपाईको यो ई पेमेन्टहरु भइरहेको हुन्थ्यो हैन. अब अहिलेको नेपालको कन्टेक्स्टमा अब तपाईले यहाँ हेर्ने हो भने चाहिँ भनौं अहिले आएर चाहिँ प्राइभेट सेक्टरहरुले इभन भनौं गभर्नमेन्ट सेक्टरमा पनि ई पेमेन्टहरु चाहिँ गर्न थालिएको छ. भनेको इलेक्ट्रोनिक तपाईले इलेक्ट्रोनिकली तपाईले क्याशहरु ट्रान्सफर गर्ने हैन. त्यस्तै गरेर ई सेवा भयो, खल्ती भयो हैन, मोरु भन्छ यो के भेरियस तपाईको यो डिजिटल वालेटहरु पनि आइसकेको छ हैन. अब अलि अगाडि तपाईले कोभिड भन्दा अगाडिको सिनेरियो हेर्ने हो भने प्राइभेट अर्गनाइजेसनहरुले चाहिँ एकदम चाँडै नै यो टेक्नोलोजीहरु चाहिँ युज गरिसकेको थियो. जस्तै अब तपाईले भाटबट्नीमा जानु पर्यो त्यहाँ उनीहरुको पहिल्यै स्लोगन थियो क्रेडिट कार्डहरु युज गर्नुस्, डेबिट कार्ड युज गर्नुस् अथवा फोन पे युज गर्नु भन्ने थियो हैन. तर तपाईले चाहिँ अब भनौं कुनै एउटा अब भनौं अहिलेको प्राइभेट बैंकहरुकै कुरा गरौँ. प्राइभेट बैंकको लागि कुरा गर्दाखेरि प्राइभेट बैंकमा तपाईले यो के भन्छ इन्टरनेट बैंकिङ भन्ने एसएमएस बैंकिङ भन्ने कन्सेप्टहरु आज भन्दा 7-8 वर्ष अगाडि नै आइसकेको थियो. तर तपाईले त्यो बेलामा चाहिँ यो राष्ट्र बैंक अथवा तपाईले भन्नु वाणिज्य बैंक
या कृषि विकास बैंक तपाईले कुनैमा गएर खाता खोलेको भए चाहिँ त्यति बेला चाहिँ तपाईलाई इभन एउटा साइन भेरिफाई गर्न पनि उनीहरूले चाहिँ म्यानुअली गरिरहेको, त्यहाँ कम्प्युटर पनि युज गर्दैन थियो कि हैन। तर अहिले आएर चाहिँ कोभिडले गर्दाखेरि चाहिँ यो सिनेरियो बिस्तारै चेन्ज भएर आएको छ हैन। भनेपछि प्राइभेट सेक्टरमा चाहिँ के रहेछ त, संसारमा तपाईको जे जति टेक्नोलोजीहरु युज भइरहेको छ, मोडर्न टेक्नोलोजीहरु, त्यो चाहिँ प्राइभेटमा पहिला चाहिँ एकदम चाँडै चाहिँ युज हुँदो रहेछ हैन। र बिस्तारै त्यो चाहिँ तपाईको सेमी गभर्नमेन्टमा र गभर्नमेन्ट लेभलमा चाहिँ बिस्तारै चाहिँ युज गर्न थालिएको छ अथवा प्रोपागेट भएको छ भनेर चाहिँ भन्न सकिन्छ है। ओके, अब हामी स्टिल अगाडि बढौँ है। ई बिजनेस हैज इभल्भड इन काठमाडौँ। अब यो मैले अघि जुन भर्खरै भनेको थिएँ नि, यो ई सेवाको कुरा गरेँ, तपाईले ई पेमेन्टको कुरा गरेँ, इलेक्ट्रोनिक पेमेन्टको कुरा गरेँ, यो सबै के हो त भन्दाखेरि तपाईको प्राइभेट सेक्टरले गर्दाखेरि चाहिँ आइरहेको। किनभने गभर्नमेन्टले आफै पनि सुरु गर्न सक्थ्यो नि हैन, यो ई सेवा जस्तो डिजिटल वालेटहरु, तर यो कहाँबाट सुरु भयो त, तपाईको प्राइभेट फर्महरुबाट चाहिँ सुरु भएको छ है। सो अल दोज प्राइभेट अर्गनाइजेसन्स इम्प्लोय इन्जिनियर्स। भनेपछि तपाईको जुनसुकै अर्गनाइजेसन होस्, यु क्यान नट इमेजिन भनौँ अथवा यु क्यान नट भनौँ न, यो रन गर्नको लागि चाहिँ इन्जिनियर चाहिँ चाहिन्छ भन्ने चाहिँ यो मैले चाहिँ भन्न खोजेको है। भनेपछि एज एन इन्जिनियर तपाईले चाहिँ भोलि कुनै पनि यो प्राइभेट अर्गनाइजेसनमा तपाईले चाहिँ काम चाहिँ पाउन सक्नुहुन्छ। सो इन्जिनियर्स हैव अपर्च्युनिटी टु प्र्याक्टिस देयर इन्जिनियरिङ प्रोफेसन इन दिस सेक्टर। भनेपछि अब इन्जिनियर भएर तपाईँ पास आउट भएर बाहिर गइसकेपछि तपाईले चाहिँ इन्जिनियरिङ प्र्याक्टिस गर्नको लागि तपाईले अपर्च्युनिटी चाहिँ पाउने भयो हैन। ओके, अब अगाडि बढ्दै जाने क्रममा मैले चाहिँ अब यहाँ एउटा प्राइभेट सेक्टर अर्गनाइजेसनको चाहिँ मैले यो जब डिस्क्रिप्सन लिएर आएको छु हैन। अब यो चाहिँ अब भनौँ यो कमन सब्जेक्ट हो हाम्रो इपिपी भनेको, सिभिलले पनि पढ्नुपर्छ, आर्किटेक्चरले पनि पढ्नुपर्छ, सबैले पढ्नुपर्छ। द्याट्स वाइ मैले अहिलेको लागि चाहिँ यो तपाईलाई सिभिलकै भनौँ न, यो कन्स्ट्रक्सन कम्पनीको, क्लास ए कन्स्ट्रक्सन कम्पनीको चाहिँ मैले एउटा जब डिस्क्रिप्सन लिएर आएको छु है। सो दिस इज द जनरल जब डिस्क्रिप्सन अफ इन्जिनियर वर्किङ इन द private sector. The following job description of an engineer in private organization has been taken from the United Builders and Company, an A-class construction company in Nepal. Okay, so एउटा यो भनौँ एकदमै राम्रो यो A-class को चाहिँ एउटा यो कन्स्ट्रक्सन कम्पनी हो, यो चाहिँ प्राइभेट कम्पनी हो हैन। अब यो प्राइभेट कम्पनीमा एउटा तपाई इन्जिनियर भएर गइसकेपछि तपाईको कस्तो जबहरु हुन्छ त, त्यो कुरा चाहिँ अब हामीले यहाँ ब्रिफली हेर्नु पर्ने हुन्छ। नम्बर 1, टु कोअर्डिनेट वर्क्स बिट्विन स्टेक होल्डर्स, क्लाइन्ट्स, कन्स्ट्रक्सन एन्ड यो कन्सल्टिङ एन्ड कन्ट्र्याक्टर्स। भनेपछि कुनै पनि एउटा कम्पनीको स्टेक होल्डर भनेको को हुन्छ त भन्दाखेरि एउटा क्लाइन्ट हुन्छ, अर्को कन्सल्टेन्सीहरु हुन सक्छ हैन, किनभने सल्लाह मशवरा हामीले सबैसँग लिनुपर्ने हुन्छ, र अर्को भनेको काम गर्ने जो कन्ट्र्याक्टर छ उसको भन्नाले यो चाहिँ ठेकदार भन्छ हैन, कन्ट्र्याक्टर भनेको। सो कन्ट्र्याक्टर, क्लाइन्ट र कन्सल्टेन्सीको बीचमा चाहिँ कोअर्डिनेट गर्ने काम चाहिँ तपाईको चाहिँ हुन सक्छ हैन। अब यो तपाईको भनौँ न, यो कन्स्ट्रक्सन कम्पनीको हामीलाई मतलब छैन भनेर चाहिँ भन्न पाइएन, किनभने कुनै पनि तपाईँ कम्पनीमा जानुभयो भने यस्तै नै हुन आउँछ कि तपाईको काम चाहिँ हैन। भनेको क्लाइन्ट, कन्सल्टेन्सी र कन्ट्र्याक्टरको बीचमा चाहिँ तपाईले कोअर्डिनेट चाहिँ गर्नुपर्ने हुन्छ कुनै पनि प्रोजेक्टको लागि चाहिँ हैन। त्यस्तै गरेर टु ले आउट वर्क, त्यस्तै गरेर तपाईको अर्को भनेको टु सर्वे एन्ड टु एस्टिमेट। भनेको तपाईको यो वर्कको लेआउटहरु तपाईले चाहिँ तयार पार्नु पर्यो, त्यसपछि सर्वे गर्नु पर्यो, र अर्को भनेको एस्टिमेट चाहिँ गर्नुपर्ने हुन्छ। अर्को भनेको थर्डमा चाहिँ टु सुपरभाइज, मोनिटर एन्ड कन्ट्रोल वर्क्स। भनेपछि अब त्यो जुन प्रोजेक्ट तपाईको अन्डरमा काम भइरहेको छ, तपाईको जुन प्रोजेक्टमा काम गरिरहेको हुन्छ त्यसलाई सुपरभाइज गर्ने, त्यसपछि मोनिटर गर्ने अथवा कन्ट्रोल गर्नुपर्ने कामहरु चाहिँ तपाईको हातमा चाहिँ हुन्छ। र फोर्थमा टु कन्ट्रोल क्वालिटी, टु एसेस द एन्ड रिपोर्ट टु कन्सर्निङ अथोरिटिज। ओके, अब यो एउटा चाहिँ यहाँ बढेको छ हैन, तपाईको यो गभर्नमेन्ट भन्दा गभर्नमेन्ट तपाईको एउटा गभर्नमेन्ट लेभलमा काम गर्ने एउटा इन्जिनियरको भन्दा एउटा चाहिँ बढेको छ। अब यो प्राइभेट कम्पनीमा काम गर्ने इन्जिनियरको काम के हो त भन्दाखेरि क्वालिटी तपाईको कन्ट्रोल गर्नुपर्ने हुन्छ है। तब अब भनौँ कुनै तपाईको प्रोजेक्ट गरिराख्नु भएको छ, तपाईले चाहिँ अब भनौँ कुनै एउटा यो पावर हाउसमा तपाई काम गरिराख्नु भएको छ भने त्यो पावर हाउसमा जुन इक्विपमेन्टहरु युज गरिरहेको छ, जुन मोटरहरु युज गरेको छ, त्यो विभिन्न कुराहरु होला हैन, त्यो क्वालिटीको छ कि छैन त, त्यो कुरा तपाईले चाहिँ सर्वे गर्नु पर्यो हैन। र त्यो गरिसकेपछि तपाईले चाहिँ एउटा रिपोर्ट तयार पारेर आफ्नो बसलाई अथवा कन्सर्निङ अथोरिटी जो छ उलाई चाहिँ सबमिट चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ यो प्रोजेक्टको लागि युज गरिरहेको यो सामानहरु यस्तो यस्तो क्वालिटीको छ, यो चाहिँ एकदमै राम्रो छ, अब यो बाँकी यति चाहिँ नराम्रो पनि परेको छ, यो चेन्ज गर्नुपर्छ भन्ने टाइपले चाहिँ है। त्यस्तै गरेर टु प्रिपेयर बिल्स एज अ क्वालिटी सर्वेयर। भनेपछि तपाईले चाहिँ अब यो क्वालिटी
को सामानहरू आएको छ कि छैन भनेर तपाईले चाहिँ यो सर्वे गरेर बिल्सहरू पनि तपाईले चाहिँ तयार चाहिँ पार्नुपर्ने हुन्छ र तपाईले चाहिँ अब यो तपाईको जुन यो बिल पेश गर्नुहुन्छ त्यो बिलको आधारमा उनीहरुलाई चाहिँ पेमेन्ट चाहिँ हुन जान्छ है तपाईको कम्पनीबाट चाहिँ त्यस्तै गरेर टु प्लान प्रोजेक्ट एन्ड रिपोर्ट प्रोग्रेस भनेपछि अब त्यो प्रोजेक्ट कुनै पनि प्रोजेक्टमा तपाई काम गरिरहेछ भने त्यो ओभरअल प्रोजेक्टलाई प्लान गर्ने र त्यो रनिङ होन्जेल त्यसलाई चाहिँ प्रोग्रेस चाहिँ रिपोर्ट गर्ने काम पनि एउटा त्यो इन्जिनियरको चाहिँ रहेछ त्यस्तै गरेर टु प्रिपेयर टेक्निकल रिपोर्ट एन्ड प्रिपेयर क्लेम्स इफ एनी भनेपछि तपाईको यो के भन्छ टेक्निकल रिपोर्टहरु तयार पार्ने हैन अब त्यो फिजिबिलिटी एनालाइसिस होला तपाईको प्रोजेक्टहरु प्रोग्रेस रिपोर्ट होला जे पनि हुन सक्छ त्यो सबै तपाईले तयार पार्नु पर्यो र तपाईको यहाँ काम गर्दै जाने क्रममा मानिलियौ अब केही क्लेम गर्नु पर्यो त्यहाँ तपाईले कन्ट्र्याक्ट बनाउँदै जाँदाखेरि केही चीज मिसिङ भयो भने ल यो पनि एड गर्नुपर्छ है भनेर चाहिँ क्लेम गर्ने काम पनि त्यो इन्जिनियरको चाहिँ रहेछ जस्तै अब एउटा एक्जाम्पलको लागि लियौ अब तपाईले चाहिँ अब यो पावर हाउसमा तपाई काम गरिराख्नु भएको छ हैन अब तपाईले चाहिँ सबै त्यो पावर हाउसहरु सबै डिजाइन गर्यो अब तपाईको जुन त्यो पावर हाउसबाट जेनेरेट भएको इलेक्ट्रिसिटी छ त्यो मेन फिडर सम्म लगेर त जोड्नु पर्यो हैन अब त्यो जोड्ने सायद कन्ट्र्याक्टमा नहोला तपाई त्यो बाइ भनौं न तपाई त्यो कन्ट्र्याक्ट बनाउँदै गर्दाखेरि बिर्सियो भने अब त्यो फिडर सम्म पुर्याउनु पर्ने त्यो पावरलाई चाहिँ फिडर सम्म लगेर जोइन गर्नको लागि कस्ट कति लाग्छ त त्यो वायरहरु कस्तो हुनुपर्छ त भनेको त्यो चीजहरु क्लेम गर्ने अथवा त्यो कुरा ल्याइदेऊ भनेर माग्ने काम पनि तपाईको चाहिँ हुन जान्छ है ओके अर्को भनेको अब 8th मा चाहिँ टु कन्डक्ट नेसेसरी ट्रेनिङ रिगार्डिङ साइट वर्क एन्ड अर्गनाइजेसन अफिस अर्गनाइजेसन सिस्टम्स टु न्यू स्टाफ्स ओके यो चाहिँ एउटा इन्जिनियरको तपाईको मात्र नभएर त एउटा भनौं न त्यो इन्जिनियर प्राइभेट सेक्टरमा काम गर्ने हरेक इन्जिनियरको दायित्व के हो त भन्दाखेरि तपाईको कोही पनि नयाँ रिक्रुट भइरहेको छ हैन नयाँ अब मान्छेहरु चाहिँ रिक्रुट भइरहेको छ भने इन दैट केस नयाँ स्टाफहरुलाई चाहिँ त्यो तपाईको ट्रेनिङहरु दिने हैन तपाईको अब यो प्रोजेक्टमा अथवा कुन साइटमा गएर काम गर्नुपर्छ त्यसको बारेमा चाहिँ ट्रेनिङहरु दिने त्यस्तै गरेर आफ्नो अफिस अर्गनाइजेसनको सिस्टमहरु कस्तो हो के हो भनेर यो कुराहरु सबै बुझाइदिने सिकाइदिने काम चाहिँ कसको हो त त्यो तपाई इन्जिनियरको चाहिँ हुनुहुन्छ है र फाइनली चाहिँ 9th मा चाहिँ टु ओभरअल म्यानेज अफ कन्स्ट्रक्सन प्रोजेक्ट भनेपछि कुनै पनि तपाईको यो प्रोजेक्टहरु भइरहेको छ कन्स्ट्रक्सनहरु भइरहेको छ अब तपाईको यो कन्स्ट्रक्सन भन्दाखेरि सिभिलको मेरो हैन भनेर चाहिँ भन्न पाइएन तपाईको कुनै पनि प्रोजेक्ट छ भने त्यो प्रोजेक्टलाई चाहिँ ओभरअल म्यानेज गर्ने र त्यसलाई चाहिँ भनौं सक्सेसतिर लाने चाहिँ डाइरेक्सन सक्सेसको डाइरेक्सनतिर लाने काम चाहिँ तपाई इन्जिनियरको हो भनेर चाहिँ भनिएको छ है ओके अब तपाईले यहाँ हेर्ने हो भने मैले के बुझ्छु भन्दाखेरि यो भर्खरै हामीले अस्तिको क्लासमा चाहिँ हेरेको यो के अरे गभर्नमेन्ट लेभलको एउटा इन्जिनियरको र प्राइभेट यो के भन्छ अर्गनाइजेसनमा काम गर्ने इन्जिनियरको ड्युटीज एन्ड रेस्पोन्सिबिलिटिजहरु हेर्दाखेरि obviously तपाईको यो प्राइभेट साइडमा चाहिँ बढी चाहिँ देखिन्छ अब त्यही हिसाबमा पे पनि धेरै गर्छ र पेलान पनि धेरै हुन्छ है ल यो कुरा चाहिँ कहिले पनि नबिर्सनुस् ओके सो यति गरिसकेपछि हाम्रो थर्ड च्याप्टर चाहिँ यही सकिन्छ हैन अब यो थर्ड च्याप्टर ठ्याक्क सकिनु भनेको हाम्रो कोर्स चाहिँ 50% चाहिँ सकेको चाहिँ बुझिन्छ है हाम्रो टोटल 6 वटा छ अब म चाहिँ यो च्याप्टर 4 पनि अब यहाँ सुरु गर्दै छु है अब हाफ एन आवर जति म लान्छु यो कोर्स यो तपाईको यो है अब यो मैले एउटा चाहिँ बुझ्न खोजेको तपाईहरुले प्रोजेक्ट म्यानेजमेन्ट भन्ने पढ्नु भएको छ कि छैन ल कसैले अनम्युट गरेर एकचोटी मलाई भनिदिनुस् त खै कोही पनि बोल्दैन त तपाईहरुले पढाएको छ कि छैन प्रोजेक्ट म्यानेजमेन्ट भन्ने सब्जेक्ट यिनीहरु कोही बोल्दैन छ है ओके त्यो प्रोजेक्ट म्यानेजमेन्टमा त्यहाँ कतैतिर चाहिँ तपाईले सायद पास यो 4 सेमेस्टरमा पढ्नु भएको जस्तो लाग्छ त्यसमा चाहिँ कन्ट्र्याक्ट भन्ने कुरा चाहिँ थियो हैन अब यसमा चाहिँ त्यही कुराको रिभिजन मात्रै हो हैन त्यही भएर म चाहिँ धेरै डेप्थमा चाहिँ म जान्दिन हैन अब कुनै टपिकमा जानु पर्ने हुन्छ त्यतिबेला म भन्नुला तैपनि अब यो सबै थ्योरेटिकल कुराहरु हो तपाईले पढिसकेकै कुराहरु छ फेरि यहाँ दोहोरिन्छ हैन अब यो अलिकति बोरिङ पनि हुन सक्छ किनभने यो अलिकति लेन्थी छ हैन अब यो 6 वटा च्याप्टरमा सबैभन्दा लामो चाहिँ यही हो यो कन्ट्र्याक्ट म्यानेजमेन्ट भन्ने छ हैन एनीवे ल अब म सुरु गर्दै छु अब यो च्याप्टरमा चाहिँ दुईटा शब्दबाट चाहिँ यो टाइटल चाहिँ बनिएको छ
कन्ट्र्याक्ट र अर्को भनेको चाहिँ म्यानेजमेन्ट है। अब यो कन्ट्र्याक्ट भनेको त तपाईँको कुनै पनि दुईटा व्यक्तिको बिचमा फर्मल अग्रिमेन्ट रिटन अग्रिमेन्टलाई चाहिँ कन्ट्र्याक्ट भन्छ। अब यो रिटर्नै हुनुपर्छ भन्ने छैन, मौखिक पनि हुनसक्छ होइन। अब यो दुईजनाको म्युचुअल अन्डरस्ट्यान्डिङमा चाहिँ कुरा पनि भयो। त्यसपछि म्यानेजमेन्ट भन्नाले व्यवस्थापन हो है। भनेपछि कन्ट्र्याक्टको व्यवस्थापनलाई चाहिँ तपाईँले चाहिँ कसरी गर्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँ पढ्नुपर्ने हुन्छ है। अब यो कन्ट्र्याक्ट भनेर भन्ने बित्तिकै अब भनौँ कुनै पनि तपाईँको भोलि तपाईँ चाहिँ कुनै पनि अर्गनाइजेसनमा गएर काम गर्नुभयो भने सामानहरू किन्नु पर्ला होइन, तपाईँको प्रोजेक्टको लागि अथवा डेली तपाईँको अफिसको लागि पनि सामानहरू किन्नुपर्ने हुनसक्छ। त्यसको लागि स्टोर भन्ने हुन्छ। अब त्यो स्टोरमा चाहिँ अब कसरी कन्ट्र्याक्टहरू बनाइन्छ त्यो कुराहरू चाहिँ हामी यहाँ चाहिँ सिक्छौँ है। ओके, अब यो तपाईँको कन्ट्र्याक्ट म्यानेजमेन्टलाई ओभररुल गर्ने अथवा गाइड गर्ने अथवा डाइरेक्सन दिने एउटा चाहिँ रेगुलेसन एउटा चाहिँ हुन्छ होइन। एउटा रेगुलेटरी बडी हुन्छ र अथवा एउटा एक्ट हुन्छ, एउटा कानुन भनौँ न, तपाईँको रिटन फर्ममा त हुनु पर्यो होइन। सो यो चाहिँ के हो भन्दाखेरि तपाईँको पब्लिक प्रोक्योरमेन्ट एक्ट 2063 मा फर्मुलेट भएको हो होइन। र तपाईँको चाहिँ यो पब्लिक प्रोक्योरमेन्ट रेगुलेसन भनेर चाहिँ 2064 मा चाहिँ यो फर्मुलेट भएर चाहिँ रिटन फर्ममा चाहिँ आएको हो होइन। सो यो चाहिँ सर्टिफिकेसन चाहिँ तपाईँको पुस 30 गते 2063 भनेको डेट चाहिँ तपाईँको 14 जनवरी 2007 मा चाहिँ फर्मुलेट भएको। अब यो चाहिँ यो त्यति बेलाको चाहिँ तपाईँको यो भनौँ न नेपाल सरकारको यो के भन्छ तपाईँको अफिसहरूमा चाहिँ युज गर्ने यो रेगुलेटरी एक्ट चाहिँ यही नै हो है। अब यो यो तपाईँको भनौँ नेपाल सरकारको अफिसमा मात्र युज गर्ने हो, प्राइभेटमा हुँदैन भन्ने चाहिँ होइन। यो चिज चाहिँ हामीले जहाँ पनि जुन पनि अफिसमा फलो गर्नै पर्छ है। त्यही भएर चाहिँ हामीले पढ्नु परेको हो। ओके, सो प्रोक्योरमेन्ट भनेको के हो त भन्दाखेरि सबभन्दा फर्स्टमा प्रोक्योरमेन्ट मिन्स एक्विजिसन अफ एनी गुड्स होइन। त्यस्तै गरेर कन्सल्टेन्सी सर्भिस अर अदर सर्भिसेस अर क्यारिङ आउट or causing to be carried out by any construction work by the public entity pursuant to this act। भनेपछि एउटा शब्द चाहिँ हामीले क्लियर हुनु पर्यो के। कुनै पनि अर्गनाइजेसनमा गएपछि मलाई यो सामान किन्नु पर्यो त्यो सामान किन्नु पर्यो भनेर भन्ने होइन। भनेपछि त्यो बेलामा चाहिँ तपाईँले के शब्द प्रयोग गर्नु पर्यो त, वी हेभ टु डु द प्रोक्योरमेन्ट। प्रोक्योरमेन्ट भनेकै खरिद हो क्या। कुनै पनि सामान किन्नु अथवा सामान मात्रै होइन, तपाईँ कन्सल्टेन्सी पनि हुनसक्छ। घर बनाउनु पर्यो भने नक्सा बनाउनु पर्यो भने त्यो नक्सा कसले बनाइदिन्छ त भनेको कोही आर्किटेक्टले या सिभिल इन्जिनियरले बनाइदिन्छ भनेको त्यो नक्सा बनाउनको लागि जुन प्रोसेस चालिन्छ द्याट इज अल्सो प्रोक्योरमेन्ट। त्यस्तै गरेर तपाईँको अदर सर्भिसेस जस्तै अब तपाईँको भनौँ न अफिसमा इन्टरनेट चाहियो भने अब यो इन्टरनेट कहाँबाट लिने त, वर्ल्डिङबाट लिने हो कि अब सुविसुबाट लिने हो कि भाइनेटबाट लिने हो कि होइन, कहाँबाट लिने हो त्यो पनि केमा पर्न जान्छ त, प्रोक्योरमेन्टमा पर्न जान्छ। र यो होल प्रोक्योरमेन्ट चाहिँ कसले गभर्न गरेको हुन्छ त भन्दाखेरि यो प्रोक्योरमेन्ट एक्टले चाहिँ अथवा यो प्रोक्योरमेन्टको रेगुलेसनले चाहिँ यसलाई गभर्न गरेको चाहिँ हुन्छ। भनेको कुनै पनि सामान कसरी किन्ने त भन्ने कुरा चाहिँ अब तपाईँले चाहिँ यहाँ सिक्नुपर्ने हुन्छ है। ओके, सबभन्दा फर्स्टमा अब हामीलाई चाहिने भनेको चाहिँ यो डिस्क्रिप्सन अफ गुड्स। भनेपछि सपोज तपाईँलाई अब भनौँ घरको लागि टिभी किन्नु पर्यो अरे है, एक्जाम्पलको लागि अब तपाईँलाई कस्तो टिभी किन्नु परेको त भनेको तपाईँले चाहिँ एउटा मेन्टली प्रिपेयर्ड चाहिँ हुनुपर्छ। अब तपाईँले एलइडी टिभी किन्न खोजे हो कि एलसिडी टिभी किन्न खोजे हो कि अथवा प्लाज्मा टिभी किन्न खोजे हो कि अथवा हाम्रो पहिलाको ट्रेडिसनल जुन सिआरटी छ नि डल्लो परेको त्यस्तो टिभी किन्न खोजेको हो, त्यो कुरा चाहिँ तपाईँ क्लियर हुनु पर्यो है। अब त्यस्तै गरेर कन्स्ट्रक्सन वर्क्स एन्ड सर्भिसेस आर टु बी प्रिपेयर्ड। भनेपछि अब सामान त किन्नु पर्यो, त्यसपछि यो कन्स्ट्रक्सन वर्कमा लागि अब सर्भिसेसहरू के चाहिन्छ त्यो सबै कुरा चाहिँ तपाईँले प्रिपेयर चाहिँ गर्नुपर्ने हुन्छ है। अब यहाँ एउटा शब्द आएको छ पब्लिक एन्टिटी भनेको। पब्लिक एन्टिटी भनेको चाहिँ तपाईँ हो है। अब जसलाई सामान चाहिएको हो अथवा त्यो कन्स्ट्रक्सनको लागि सर्भिस चाहिएको हो त्यो व्यक्ति विशेष अथवा अर्गनाइजेसनलाई चाहिँ पब्लिक एन्टिटी भनेर चाहिँ भनिन्छ। ओके, सो प्रायर टु प्रोक्योरिङ गुड्स भनेपछि कुनै पनि सामानहरू खरिद गर्न अगाडि या कन्स्ट्रक्सन वर्क अर सर्भिसेसहरू लिनु अगाडि पब्लिक एन्टिटी भनेको तपाईँ है, तपाईँ अथवा तपाईँको डिपार्टमेन्ट अथवा तपाईँको अफिस स्याल ह्याभ टु प्रिपेयर स्पेसिफिकेसन्स। जस्तै अब के स्पेसिफिकेसनहरू चाहियो त भन्दाखेरि प्लान चाहियो, त्यसपछि ड्रइङ चाहियो, डिजाइन चाहियो, त्यस्तै गरेर स्पेसल रिक्वायरमेन्ट चाहियो अर अदर डिस्क्रिप्सन्स पर्टेनिङ देयर टु। भनेपछि के सामानहरू चाहिन्छ त त्यो कुराहरू चाहिँ तपाईँले एस्टिमेट चाहिँ निकाल्नु पर्ने हुन्छ। जस्तै एक्जाम्पलको लागि लिउँ, तपाईँलाई चाहिँ अब भनौँ अफिसको लागि चाहिँ डेस्कटप कम्प्युटर चाहियो अरे है, एक्जाम्पलको लागि। अब डेस्कटप कम्प्युटर भन्ने बित्तिकै एउटा मोनिटर हुन्छ, सिपियु हुन्छ, किबोर्ड होला, माउस होला, ओके द्याट्स अल, त्योभन्दा बढी हुँदैन होइन। तर तपाईँ के को लागि काम गरिरहेछ त भन्दाखेरि तपाईँलाई चाहिँ अब सपोज
तपाईको अफिसमा चाहिँ तपाईलाई स्क्यानर पनि चाहिन्छ भनेपछि स्क्यानर भन्ने चिज छुट्टै तपाईले एड गर्नु पर्यो हैन त्यो चाहिँ प्लानमा आउनु पर्यो के तपाई अब भनौं तपाईले डकुमेन्टहरु प्रिन्ट गर्नु पर्ला भनेपछि त्यो प्रिन्टर पनि चाहियो हैन अब नेपाल हाम्रो देशमा विडम्बना के छ छिनछिनमा हाम्रो यहाँ बत्ती गइराख्छ हैन भनेपछि पावर फेलियरहरु हुने चान्सेस धेरै छ भनेपछि त्यो कम्प्युटर चलाउनको लागि तपाईको यूपीएस अथवा इन्भर्टर पनि चाहियो भनेपछि यो सबै कुरा चाहिँ तपाईको प्लानमा चाहिँ आउनु पर्यो के हैन अथवा तपाईले अब भनौं घर बनाइराखेको छ भने खाली घरको मात्र डिजाइन भएर भएन तपाईको पार्किङ लटहरु हैन त्यस्तै गरेर तपाईले त्यहाँ घर घरमा अब यो इलेक्ट्रिफिकेसन गर्नु पर्यो भनेपछि त्यो इलेक्ट्रिफिकेसनको तपाईको नेटवर्क डायग्रामहरु पनि चाहियो हैन एभ्रीथिङ चाहिँ तपाईको चाहिँ आउनु पर्यो भनेको त्यो सबै चीज चाहिँ ओभरअल तपाईको के हुनु पर्यो त तपाईको यहाँ यो प्लानिङमा चाहिँ आउनु पर्यो भनेर चाहिँ भनिएको है ओके अर्को भनेको अब प्लान भइसकेपछि तपाईको कस्ट एस्टिमेट पनि आउनु पर्यो हैन किनभने विदाउट कस्ट तपाईको भनौं न जस्तै अब तपाईले चाहिँ एउटा घर बनाउनु पर्यो तपाईको खल्तीमा मानिलियो 1 करोड रुपैयाँ छ अरे तपाईले अब प्लान गर्यो तपाईले चाहिँ अब पुरै भनौं न सिंहदरबार जत्रो घर बनाउने तपाईले चाहिँ अब प्लान गर्नुभयो खल्तीमा चाहिँ 1 करोड रुपैयाँ छ तपाईको कस्ट एस्टिमेट कति आयो त मानिलियो 10 करोड आयो अरे भने तपाईले त्यो प्रोजेक्टमा हात राख्न सक्छ त सक्दैन नि हैन भनेपछि आफ्नो खल्तीको कस्ट र तपाईको यो जुन प्रोजेक्टको कस्ट छ त्यो दुईटा चाहिँ ट्याली हुनु चाहिँ पर्यो है सो अ पब्लिक एन्टिटी शैल हैव टु प्रिपेयर अ कस्ट एस्टिमेट एज प्रेस्क्राइब्ड फर एनी प्रोक्योरमेन्ट व्हाटसोएभर भनेपछि एउटा कुरा के बुझ्नु पर्यो त तपाई जुनसुकै अफिसमा काम गर्नुस् चाहे तपाई भोलि भनौं न तपाईले चाहिँ अर्गनाइज त्यो के भन्छ गभर्नमेन्ट अफिसमा काम गर्नुस् चाहे तपाई सेमी गभर्नमेन्ट अर्गनाइजेसनमा काम गर्नुस् चाहे तपाई प्राइभेट अर्गनाइजेसनमा काम गर्नुस् तपाईले चाहिँ यो पब्लिक एन्टिटी भनेको त्यो सामान जलाई चाहिएको त्यो व्यक्ति अथवा त्यो डिपार्टमेन्ट अथवा त्यो अफिस हो है भनेपछि पब्लिक एन्टिटीलाई के थाहा हुनु पर्यो त त्यो कस्ट एस्टिमेट चाहिँ थाहा हुनु पर्यो है जस्तै अब एक्जाम्पलको लागि लियौ मलाई डिपार्टमेन्टमा अहिले क्लास रन गर्नको लागि हैन 5 वटा ल्यापटप चाहियो रे भने मलाई त्यो 5 वटा ल्यापटपमा 5 वटाको त कति पर्छ मलाई मतलब भएन तर इन्डिभिजुअल एउटा ल्यापटपको कति पर्छ त त्यो कुरा चाहिँ मेरो बजेट भित्र पर्नु पर्यो के जस्तै त्यो ल्यापटपको 50,000 रुपैयाँ पर्छ कि अथवा 1 करोड पर्छ कि के हो त्यो कुरा चाहिँ म चाहिँ क्लियर चाहिँ हुनुपर्छ हैन मैले हावातालमा ल मलाई ल्यापटप चाहियो भनेर मात्र भनेर चाहिँ हुँदैन भनेको तपाईले चाहिँ कस्ट एस्टिमेट पनि बुझाउन चाहिँ पर्ने हुन्छ है ओके अब नेक्स्ट भनेको चाहिँ तपाईको प्रोक्योरमेन्ट त गर्ने ल यो फर्स्ट स्टेप भनेको तपाईको कस्ट एस्टिमेट सक्यो तपाईलाई के चाहिने तपाई क्लियर भयो भनेपछि नेक्स्ट भनेको अब तपाईको चाहिँ प्रोक्योरमेन्टको लागि मेथड के हो त त्यो कुरा चाहिँ तपाईले चाहिँ बुझ्नु पर्यो कुन चाहिँ तपाईलाई सजिलो हुन्छ त त्यो कुरा चाहिँ बुझ्नु पर्यो है भनेपछि अ पब्लिक एन्टिटी व्हाइल पर्चेजिङ शैल हैव टु procure by applying any of the following methods based on such conditions and purchase price as prescribed भनेपछि अब भेरियस यो मेथडहरु हुन सक्छ हैन जस्तै अब एक्जाम्पलको लागि लियौ अब तपाईले घरको लागि टिभी किन्दै हुनुहुन्छ है एकछिन पछाडी जाउँ ल घरको लागि तपाई टिभी किन्दै छ भने तपाईले एटलिस्ट के गर्नुहुन्छ त बजारमा जानुहुन्छ सबभन्दा फर्स्टमा त तपाईलाई कस्तो टिभी चाहिएको कति इन्चको टिभी चाहिएको तपाईको पर्पस के हो तपाईले त्यो टिभी के को लागि युज गर्ने हो त्यो कुरा तपाई क्लियर हुनु पर्यो जस्तै हामीले अब भनौं कलेजको रिसेप्सनमा तपाईहरु क्लासमा जाने बेलामा त्यहाँ लेफ्ट साइडमा ढोकाबाट छिर्ने बित्तिकै तपाईले हेर्नुभयो भने त्यहाँ एउटा ठुलो टिभी राखिएको छ है त्यो टिभी के को लागि राखिएको हो त भन्दाखेरि इन्फर्मेसनको लागि भनेको त्यहाँ स्लाइडहरु तपाई कलेजको इन्फर्मेसनहरु त्यहाँ चाहिँ देखाउनको लागि अब मानिलियौ त्यहाँ 12 इन्चको सानो टिभी राखिदिएको भए त्यो इन्फर्मेसन तपाईले दिन सक्थ्यो त सक्नु त सकिन्थ्यो तर मान्छे एकदम नजिक आएर हेर्न आउनु पर्थ्यो हैन यो कुरा चाहिँ क्लियर हुनु पर्यो अब घरको लागि हो भने ल 20-21 इन्चको टिभी भए पुग्छ तर त्यो रिसेप्सनमा राखिएको टिभी चाहिँ माने अब भनौं तपाईको एटलिस्ट पनि 50 इन्च भन्दा ठूलो छ त्यो हैन भनेपछि तपाईको के हो पर्पस त्यो कुरा तपाई क्लियर हुनु पर्यो त्यसपछि नेक्स्ट भनेको अब तपाईको प्राइस तपाई क्लियर हुनु पर्यो तपाईको बजेट कति छ त त्यो टिभीको लागि हैन पकेट हेरेर न किन जाने हो सामान हैन ओके अब पकेटमा पैसा छ के सामान चाहिने पनि थाहा भयो अब भनेको तपाई बजारमा जानुहुन्छ र बजारमा गइसकेपछि तपाईले एउटा दुकानमा सोध्नुहुन्छ ल यो टिभीको कति पर्छ भनेर तपाईले तोलमोल गर्नुहुन्छ त्यस्तै गरेर अर्को पसलमा गएर पनि तोलमोल गर्नुहुन्छ फेरि अर्को पसलमा पनि गएर तोलमोल गर्नुहुन्छ हैन भनेपछि तपाईले एटलिस्ट पनि मिनिमम तपाईले दुईटा या तपाईले 5-6 वटा भन्दा बढी पनि तपाईले घुम्न सक्नुहुन्छ हैन पसल चाहिँ र त्यो 5-6 वटा पसलमा सबभन्दा रिजनेबल प्राइस सस्तो कोले दिइराखेको छ त त्यहाँ गएर तपाईले सामान चाहिँ लिनुहुन्छ हो अब प्रोक्योरमेन्टको लागि पनि एक्ज्याक्टली त्यस्तै प्रोसेस हो है
अब तपाईँले के गर्नुहुन्छ हेर्नुहोस् त, हाम्रो यो गुड्सको लागि कुनै सामान तपाईँले किन्नु पर्यो होइन, अथवा कन्स्ट्रक्सनको लागि तपाईँले सामान किन्नु खरिद गर्नु पर्यो भने, अथवा कुनै पनि तपाईँको अदर सर्भिसेस जस्तै नक्सा बनाउनु पर्यो अथवा इन्टरनेट तपाईँलाई चाहियो भने सबभन्दा फर्स्टमा के गर्नु पर्यो त, अर्गनाइजेसनमा चाहिँ तपाईँले बिड चाहिँ ओपन गर्नु पर्यो। भनेपछि बिड चाहिँ खोल्नु पर्यो पहिला इन्टरनेसनल लेभलमा है। अब यो चाहिँ रुलै हो है, यो तपाईँको हामीले यो जुन रेगुलेटरी बडी भनेर भनेका थियौँ अगाडि, त्यही रेगुलेटरी बडीले चाहिँ यसलाई चाहिँ गभर्न गर्छ। भनेपछि फर्स्टमा इन्टरनेसनल लेभलमा बिड ओपन गर्नु पर्यो। इन्टरनेसनलबाट सकेन, कोही पनि आएन भने नेसनल लेभलमा तपाईँले बिड गर्ने हो। त्यसपछि तपाईँले चाहिँ कोटेसनहरू मगाउनु पर्यो त्यो बिडर्सहरूबाट। भनेको तपाईँलाई सपोज मानिलिउँ यो कलेजमा अहिले एक्जाम्पलको लागि अनलाइन क्लास चलाउनको लागि सबै फ्याकल्टीहरूलाई चाहिँ अथवा स्टुडेन्टहरूलाई चाहिँ भनौँ न ल्यापटप एउटा एउटा दिने भनेर डिसाइड भयो अरे, त्यस्तो प्लानिङ छ अरे भने हाम्रो कलेजमा एटलिस्ट पनि अहिले यहाँ 1200वटा ल्यापटप चाहिँ चाहिने भयो होइन, एक्जाम्पलको लागि है। अब त्यो ल्यापटप मैले इन्डिभिजुअल एक एकवटा लिएर त मैले त सक्दैन, मलाई गाह्रो पर्छ। भनेपछि मैले डाइरेक्टली के गर्छु त, ल्यापटपको यो जुन भनौँ न तपाईँको फ्याक्ट्रीमै मैले इन्टरनेसनल लेभलमै कन्ट्याक्ट गर्छु र मैले मानिलिउँ अब डेलसँग कन्ट्याक्ट गरौँला होइन, त्यस्तै गरेर अरू कम्पनीहरू छ एचपी होला होइन, उनीहरूसँग चाहिँ मैले कोटेसन चाहिँ माग्छु होइन। भनेको डाइरेक्टली मैले अब यो के भन्छ कोटेसन चाहिँ मैले माग्छु र 2-4वटा कम्पनीको मैले अब भनौँ मैले चाहिँ पहिल्यै म क्लियर छु, मैले 1200वटा ल्यापटप चाहिँ मैले मगाउन खोजेको छु मेरो कलेजको स्टुडेन्ट र टिचर्सहरूको लागि होइन। भनेपछि उनीहरूले अभियसली सस्तो गरेर पठाइदिइहाल्छ किनभने ह्युज अमाउन्ट हो होइन। ओके, अब नेक्स्ट भनेको तपाईँको कोटेसन आइपुग्छ, मैले कम्पेयर गर्छु र यो 2-3टा कम्पनी मध्ये अब सबभन्दा सस्तो कसको छ त होइन, त्यो हिसाबमा चाहिँ मैले अब सबभन्दा सस्तो जसको छ उसकोबाट चाहिँ मैले सामान चाहिँ मगाउँछु। भनेपछि मेरो स्पेसिफिकेसनहरू सबै मिटअप चाहिँ हुनु पर्यो है, मेरो स्क्रिन यति हुनु पर्यो, मेरो ऱ्याम यति हुनु पर्यो, मेरो हार्ड ड्राइभ यति हुनु पर्यो होइन, र मेरो सिपियु यो प्रोसेसरको स्पिड यस्तो हुनु पर्यो भनेर यो कुरा चाहिँ मैले पहिला नै उनीहरूलाई भनिदिएको हुन्छु। त्यसपछि अब आउँछ बाई प्रोक्योरिङ डाइरेक्टली। भनेपछि मैले अब डाइरेक्टली के गर्न सक्छु त, मैले त्यो कम्पनीलाई पेमेन्ट गर्न सक्छु सामान आइसकेपछि होइन। त्यस्तै गरेर अर्को भनेको थ्रु पार्टिसिपेसन अर युजर्स कमिटी अर बेनिफिसियरी कमिटी। अब यो के हुन्छ भन्दाखेरि प्राय तपाईँको यो गभर्मेन्ट अफिसेसहरूमा चाहिँ सामानहरू खरिद गर्नको लागि एउटा कमिटी चाहिँ गठन गरिन्छ। भनेको त्यो कमिटीमा अब 2जना मिनिमम 2जना व्यक्ति चाहिँ हुने नै भयो, म्याक्सिमम तपाईँको 6जना 7जना 10जनासम्म चाहिँ हुनसक्छ। अब त्यो तपाईँको ग्रुपले चाहिँ अथवा त्यो कमिटीले चाहिँ ल त्यो सामान किन्ने भनेर सिफारिस गरिसकेपछि बल्ल सामान चाहिँ किन्न थालिन्छ है। र अर्को प्रोसेस भनेको के छ भन्दाखेरि तपाईँको फोर्स अकाउन्टबाट पनि तपाईँको चाहिँ किनिन्छ। अब यो फोर्स अकाउन्ट भनेको चाहिँ एक्चुअली के हो भन्दाखेरि तपाईँको सानोमा तपाईँहरूले एउटा खुत्रुके भन्ने मेन्टेन गर्नु भएको होला है कतिले चाहिँ। यो खुत्रुके भनेको के हो त, तपाईँले चाहिँ अब भनौँ सानो अमाउन्टको क्यास तपाईँको हातमा परिरहेको हुन्छ। अब भनौँ तपाईँ दसैँमा टिका लाउन गयो ठुलो बुवाकोमा कसैकोमा होइन, जाँदाखेरि तपाईँलाई सर्टेन क्यास चाहिँ तपाईँको हातमा आउँछ। त्यो क्यास तपाईँले चाहिँ एउटा अकाउन्टमा लगेर तपाईँले जम्मा गरिदिनुहुन्छ है। त्यो चाहिँ अब तपाईँको सानो बेलामा त खुत्रुके थियो, माटोको भाँडा थियो होइन, तर अहिले के छ त तपाईँको ब्याङ्कमै तपाईँले अकाउन्ट चाहिँ खोल्न सक्नुहुन्छ। भनेपछि कुनै सामान किन्नको लागि तपाईँ चाहिँ के गर्नुहुन्छ त, सानो रकम चाहिँ त्यो ब्याङ्कमा अकाउन्टमा जम्मा गर्दै 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 जानुहुन्छ र जब भनौँ न 2 वर्ष 3 वर्ष अथवा तपाईँको त्यो एउटा सर्टेन टाइम पुगिसकेपछि तपाईँ चाहिँ ल मेरो अकाउन्टमा अब यति पैसा जम्मा भयो, ल म अब त्यो सामान किन्छु भनेर तपाईँ चाहिँ डाइरेक्टली बजार गएर किन्न पनि जान सक्नुहुन्छ है। यो चाहिँ थ्रु फोर्स अकाउन्टबाट पनि तपाईँले चाहिँ किन्न सक्नुहुन्छ। ओके, ल भनेपछि प्रोसेसहरू डिफ्रेन्ट रहेछ होइन, तर तपाईँले चाहिँ यो प्रोसेस चाहिँ तपाईँले चाहिँ फलो चाहिँ गर्नै पर्ने हुन्छ है। जुनसुकै होस् तपाईँको अर्गनाइजेसनमा तपाईँ भोलि अब अफिसमा काम गर्न जाने बेलामा यो प्रोसेस चाहिँ तपाईँले फलो गर्नै पर्ने हुन्छ है। ओके, ल अब अर्को यो तपाईँको सामानको लागि भयो होइन, सामान कन्स्ट्रक्सन वर्कको लागि भयो र अदर सर्भिसेसको लागि चाहिँ यो प्रोसेस भयो। त्यस्तै गरेर सपोज अब यो तपाईँको चाहिँ कन्सल्टेन्सी सर्भिसेस छ अरे। कन्सल्टेन्सी भनेको तपाईँले नक्साहरू बनाउनु पर्यो, केही प्लानहरू तपाईँले चाहिँ अब कोहीसँग डिस्कसन गर्नु पर्यो, यो लिगल एक्टिभिटिजहरू हुनसक्छ, जस्तै तपाईँले वकिलहरू हायर गर्ने हुनसक्छ होइन। भनेपछि यो प्लान्सहरू गर्नको लागि त्यस्तोको लागि अब कन्सल्टेन्सीको लागि चाहिँ प्रोक्योरमेन्ट कसरी गर्ने त भन्दाखेरि नम्बर 1 तपाईँले चाहिँ रिक्वेस्टिङ कम्पिटेटिभ प्रपोजल्स। भनेपछि अब तपाईँले घर बनाउनु पर्ने छ भने त्यस्तो टाइपको घरहरू कसले बनाइरहेको, कसले डिजाइन गर्छ, डिफ्रेन्ट आर्किटेक्ट्सहरू अथवा सिभिल इन्जिनियरहरूलाई तपाईँले बोलाउनुहुन्छ है। त्यसपछि डाइरेक्टली तपाईँले नेगोसिएट गर्न सक्नुहुन्छ। भनेपछि आफूलाई अब ल भनौँ फलानु मान्छेको डिजाइन एकदम राम्रो लाग्यो, ओके ल तिमीले कति पैसा लिने मसँग भनेर चाहिँ डाइरेक्टली नेगोसिएट चाहिँ गर्न सक्नुहुन्छ
है सो in making procurement pursuant to this act and the rules framed under the act procurement shall not be so made in piecemeal as to limit competition भनेपछि अब जस्तै तपाईहरुले यो एउटा कुरा चाहिँ याद गरेको होला घर बनाउने बेलामा तपाईले एउटा भनौं न ओभरअल घर बनाउने ठेक्का एकजनालाई दिनुहुन्छ हैन एकजनालाई दियो अब त्यो मान्छेले फेरि सब ठेक्का चाहिँ दिइराखेको हुन्छ अरु ठेकदारहरुलाई चाहिँ जस्तै ढलान गर्ने एकजनालाई हुन्छ डन्डी बान्ने एकजनालाई हुन्छ त्यो वाल ब्रिक वालहरु लगाउने एकजनालाई हुन्छ सिमेन्ट लाउने प्लास्टर गर्ने एकजनालाई दिन्छ हैन त्यस्तै गरेर रङरोगन गर्ने अर्को पार्टीले गरिराखेको हुन्छ त्यो घर अब भनौं टाइलहरु फिटिङ गर्ने अर्कोले गरिराखेको हुन्छ अब यो पानीको भनौं न तपाईको प्लम्बिङ अर्कोलाई दिइराखेको हुन्छ इलेक्ट्रिसिटी अर्कोलाई दिइराखेको हुन्छ भनेपछि त्यहाँ तपाईको एउटा मेन ठेकदार एकजना हुन्छ उसको अन्डरमा 20-30 जना ठेकदार चाहिँ भइराखेको हुन्छ भनेपछि तपाईले यहाँ यो भनौं कन्सल्टेन्सीको काम गर्ने बेलामा चाहिँ यो पीस मिलमा चाहिँ काम नगर भनेर चाहिँ भन्छ के भनेको ओभरअल लमसम एकै जनाले चाहिँ गर्नुपर्छ भनेर चाहिँ भन्छ भनेको सो एज टु तपाईको के हो त यो कम्पिटिसनलाई चाहिँ लिमिट गर्नको लागि चाहिँ यसरी चाहिँ गरिन्छ है ओके अब भनौं एउटा यहाँ बीचमा एउटा फ्लो डायग्राम एउटा आउँछ त्यहाँसम्म चाहिँ हामी पुग्छौं है आज चाहिँ सो द प्रोसेस इन प्रोक्योरमेन्ट के छ त भन्दाखेरि a public entity shall establish a procurement unit or assign the responsibility thereof in order to carry out the following actions भनेपछि कुनै पनि अर्गनाइजेसनमा कुनै पनि सामान किन्नु पर्यो भने सबभन्दा फर्स्टमा चाहिँ एउटा युनिट चाहिँ हुनु पर्यो जस्तै हाम्रो कलेजको हकमा भन्नु पर्दाखेरि चाहिँ कुनै पनि सामान किन्नको लागि जिम्मा कसलाई दिएको छ त स्टोरलाई चाहिँ दिएको छ है भनेपछि स्टोरको काम के हो त त्यो सामान कहाँ पाउँछ त्यो सामान लिएर आएर स्टोरमा चाहिँ स्टोर गरेर राख्ने काम चाहिँ त्यो स्टोर युनिटको चाहिँ हुन्छ अब तपाईको अरुको भनौं न अब तपाईले कुनै अर्गनाइजेसन खोल्नु पर्यो भने त्यो एडमिनले पनि हेर्न चाहिँ सक्यो भनेको एडमिनिस्ट्रेसनले प्रशासनले पनि हेर्न सकिन्छ तर काम विभाजन गर्ने हो भने चाहिँ एउटा युनिट चाहिँ चाहिन्छ है भनेपछि एउटा युनिट चाहिँ तपाईले पहिल्यै प्लान चाहिँ गरेर छुटाइदिनु चाहिँ पर्ने रहेछ सो प्रिपेयरिङ अ प्रोक्योरमेन्ट प्लान भनेपछि अब त्यो प्रोक्योरमेन्ट गर्नको लागि चाहिँ के सामानहरु के सामान चाहिने हो कति मात्रामा चाहिने हो कति पर्छ त्यो सामान के हो भन्ने कुरा चाहिँ पहिल्यै तपाई चाहिँ क्लियर चाहिँ हुनुपर्छ भनेपछि प्रोक्योरमेन्टको प्लान चाहिँ रेडी हुनु पर्यो फर्स्टमा चाहिँ त्यसपछि प्रिपेयरिङ प्री क्वालिफिकेसन डकुमेन्ट्स त्यस्तै गरेर बिडिङ डकुमेन्ट्स एन्ड प्रोक्योरमेन्ट कन्ट्र्याक्ट रिलेटेड डकुमेन्ट्स बाइ मेकिङ नेसेसरी अमेन्डमेन्ट्स इन द स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट त्यस्तै गरेर स्ट्यान्डर्ड प्री क्वालिफिकेसन डकुमेन्ट एन्ड स्ट्यान्डर्ड प्रोक्योरमेन्ट कन्ट्र्याक्ट डकुमेन्ट्स prepared by the public procurement monitoring office okay अब कुनै पनि यो अब भनौं अहिले हाम्रो रेफरेन्स भनेको यो के भन्छ तपाईको गभर्नमेन्ट अर्गनाइजेसनको लागि हो हैन अब जस्तै आर्मीको लागि अथवा पुलिसको लागि भनौं उनीहरुको डिमान्ड हुन सक्छ हैन जस्तै अब एक्जाम्पलको लागि लियौ आर्मीको ब्यारेकमा अब गाडी चाहियो अरे भने अब आर्मीको गाडीले भनौं एउटा चाहिँ तपाईको आर्मीलाई चाहिँ आर्मीको ब्यारेकमा चाहिँ एउटा गाडी चाहियो हैन त्यस्तै गरेर अब तपाईको स्वास्थ्य मन्त्रालयमा कुनै हस्पिटलको लागि गाडी चाहियो भने यो दुईटा अर्गनाइजेसनको डिमान्ड अथवा भनौं उनीहरुलाई चाहिने चाहिँ जुन गाडी छ नि एउटा भेहिकल चाहियो त्यो भेहिकल के हुन सक्छ त भन्दाखेरि उसको तपाईको त्यो भेहिकलको जुन मोडल छ अथवा त्यसको जुन मेक छ त्यो डिफरेन्ट हुन सक्छ पर्पस युजै डिफरेन्ट हुन सक्छ कि अब हस्पिटलको लागि हो भने एम्बुलेन्सको लागि हुन सक्छ हैन तर अब आर्मीको लागि या पुलिसको लागि हो भने त्यो चाहिँ अलि लडाकु टाइपको नै गाडीहरु हुन सक्छ हैन त्यो ट्याङ्कहरु हुन सक्छ हैन भनेपछि सबभन्दा फर्स्टमा तपाईको प्री क्वालिफिकेसन डकुमेन्ट्सहरु तपाईलाई चाहियो भनेको त्यो सामानको बारेमा डिस्क्रिप्सन चाहियो त्यसपछि प्री क्वालिफिकेसन डकुमेन्ट भन्नाले तपाईको यो बिडिङको लागि डकुमेन्टहरु हैन प्रोक्योरमेन्टको कन्ट्र्याक्ट रिलेटेड डकुमेन्ट्स यो सबै अहिले मैले जे नाम लिए यो पछि सबै कुरा हामी डिटेली पढ्छौं र यो सबै कुरा चाहिँ मोनिटर गर्ने है तपाईको गभर्नमेन्ट लेभलमा चाहिँ यो लास्ट लाइनमा हेर्नुस् त पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस भन्ने छ अथवा यसलाई सर्टमा चाहिँ पीपीएमओ भनेर भन्छ है भनेको त्यो डिपार्टमेन्टले चाहिँ के हेर्छ त भन्दाखेरि यो सबै चीज फुलफिल भएको छ कि छैन त जस्तै तपाईको यो डकुमेन्ट तपाईको बिडिङ गरेको छ कि छैन बिडिङमा कति जना पार्टिसिपेट भए त्यो सामानको प्राइस कति हो भनेर सबै कुरा हेरिसकेपछि गभर्नमेन्टको यो पीपीएमओ ले चाहिँ सामान चाहिँ खरिद गर्छ र खरिद गरिसकेपछि त्यो सामानलाई चाहिँ सम्बन्धित कुन डिपार्टमेन्टमा रक्षामा हो कि गृहमा हो कि कहाँनिर हो त्यो पठाइदिने काम चाहिँ यो पीपीएमओ ले गर्छ ओके अब यो पीपीएमओ को अफिस चाहिँ कहाँ छ त
त्यो कुरा मलाई सोध्न मन लाग्यो है। अब मैले सोध्यो भने तपाईहरुले भन्दैन, त्यही भएर आन्सर पनि मै भनिदिन्छु है। तपाईहरु यहाँ कलेजबाट यो सोल्टी मोडतिर जानुभयो र सोल्टी मोडबाट तपाईहरु रेड क्रस को जुन त्यो बिल्डिङ कटिसकेपछि एउटा त्यहाँ छिन्नलता मार्ग भन्ने आउँछ, त्यहाँबाट पनि तपाई सिधै गइसकेपछि एउटा भनौं यो पहिलाको पुरानो यो भनौं एउटा प्यालेस एउटा भेट्नुहुन्छ, त्यो ठाउँमा चाहिँ यो पीपीएमओ को अफिस चाहिँ अवस्थित छ। उसको काम के हो त, गभर्नमेन्टको कुनै पनि अफिसलाई केही पनि सामान चाहिएमा खरिद गरिदिने काम चाहिँ उले गर्छ है। सो भोलि पर्सि तपाईहरुलाई चाहिँ भनौं कोही गभर्नमेन्ट अफिसमा काम गर्नुभयो भने तपाईलाई यो नलेज चाहिँ थाहा चाहिँ हुनु पर्यो। कहाँ छ त तपाईको यो रेड क्रस मार्गमा, तपाईको यो जुन सोल्टी मोड छ त्यो सोल्टी मोडको एरियामा चाहिँ यो अफिस चाहिँ छ है। ओके, अब स्टिल अगाडि बढौं। प्रिपेयरिङ डकुमेन्ट्स रिलेटेड टु प्रपोजल्स फर कन्सल्टेन्सी सर्भिसेस बाई मेकिङ नेसेसरी मोडिफिकेसन इन द स्ट्यान्डर्ड रिक्वेस्ट अफ प्रपोजल प्रिपेयर्ड बाई पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस। ओके, अब कुनै पनि अर्गनाइजेसनलाई सामानहरु मगाउनु पर्यो भने बेसिक डकुमेन्ट फर्स्ट भनौं न एउटा कुनै एउटा आउटलाइन चाहिँ कसले बनाइदिएको हुन्छ त, यो पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिसले चाहिँ बनाइदिएको हुन्छ। अब जस्तै मैले अघि भने नि, आर्मीलाई चाहिने सामान र पुलिसलाई चाहिने सामान अथवा हस्पिटलमा कुनै एउटा भनौं न स्वास्थ्य मन्त्रालयमा सामान चाहियो भने, गाडी चाहियो भने त्यो रिक्वायरमेन्टहरु ठ्याक्क सबैको एउटै हुन्छ त, हुँदैन नि हैन। भनेपछि त्यो आफ्नो अफिसको रिक्वायरमेन्ट अनुसार त्यसलाई अमेन्ड गर्ने अथवा त्यसलाई चाहिँ मोडिफाई गर्ने जिम्मा चाहिँ अफिसको भयो। तर त्यो जुन खाका डकुमेन्टको खाका चाहिँ पीपीएमओ ले चाहिँ बनाइदिएको हुन्छ है। सो पब्लिकली पब्लिशिङ द प्रोक्योरमेन्ट नोटिस भनेपछि कुनै पनि सामानहरु किन्नु खरिद गर्नुपर्ने छ, केही पनि चीज गर्नुपर्ने छ भने तपाईले चाहिँ पब्लिकली त्यो कुरा चाहिँ नोटिस चाहिँ निकाल्नु पर्ने हुन्छ। प्राय हामीले हेर्ने हो भने हेर्नुस् त, हाम्रो नेशनल डेली न्यूज पेपर जस्तै तपाईको कान्तिपुर भयो हैन, त्यस्तै गरेर गोरखापत्र भयो, त्यसमा के आइराखेको हुन्छ त तपाईको बिडिङ चाहिँ खोलिएको छ, टेन्डरको टेन्डर आह्वान भनेर त्यस्तो चाहिँ लेखिरहेको हुन्छ। त्यो गर्छ र उले चाहिँ त्यहाँ गएर बिडिङ गर्छ र बिड जितिसकेपछि उले चाहिँ त्यो कम्पनी अथवा त्यो अफिससँग काम गर्ने मौका चाहिँ उले चाहिँ पाउँछ है। त्यस्तै गरेर इस्युइङ प्री क्वालिफिकेसन डकुमेन्ट्स, त्यस्तै गरेर बिडिङ डकुमेन्ट्स अर फरवर्डिङ डकुमेन्ट्स रिलेटिङ टु प्रपोजल्स फर कन्सल्टेन्सी सर्भिस भनेपछि अब यो तपाईको प्री क्वालिफिकेसन भनेपछि आफ्नो कम्पनीको जस्तै भनौं न कुनै यो के भन्छ आर्मीको गाडीको आर्मीलाई चाहिँ केही सामान चाहियो, उले चाहिँ यो सामान चाहियो भनेर भनिसकेपछि अब डिफरेन्ट अब एक्जाम्पलको लागि भेहिकल कम्पनीहरु भनौं, अब त्यहाँ टाटा होला हैन, त्यस्तै गरेर तपाईको यो महिन्द्रा होला हैन, त्यस्तै गरेर यो तपाईको यो के भक्सव्यागनहरु होला हैन, भनेपछि भेरियस यो गाडी तपाईको यो सेल्स गर्ने जुन सेल्स भनौं न कम्पनीहरु छ, उनीहरुले चाहिँ आफ्नो कम्पनीको प्रोडक्ट र आफ्नो कम्पनीको हिस्ट्री सबै कुरा राखेर चाहिँ एउटा डकुमेन्ट चाहिँ त्यहाँ बुझाउँछ भने त्यसको लागि बिडिङको लागि अगाडि बढ्छ। यो डकुमेन्ट एक्चुअली के हो त, प्री क्वालिफिकेसन डकुमेन्ट हो। आफ्नो गाडीको भनौं न के सामानहरु उनीहरुले बनाइरहेको छ, मसँग यस्तो यस्तो सामान छ भनेर हैन, त्यसपछि बिडिङ डकुमेन्ट भनेर त्यो चाहिँ तपाईको यो जुन भनौं न अहिलेको यो जुन पीपीएमओ ले चाहिँ बनाएको हुन्छ त्यसमा चाहिँ उले फर्महरु भर्नुपर्ने हुन्छ हैन, त्यो चाहिँ बिडिङ डकुमेन्ट भयो। त्यसपछि यो सबै यो भनौं न तपाईको यो डकुमेन्टहरु कलेक्ट गरिसकेपछि पीपीएमओ ले यो आफ्नो सम्बन्धित विभागमा चाहिँ पठाइदिन्छ। ल यस्तो यस्तो आएको छ, तिमीहरुले चाहिँ कुन चाहिँ चाहिएको हो चुज गर भनेर चाहिँ पठाइदिन्छ है। ओके, अर्को भनेको रिसिभिङ एन्ड सेफली किपिङ द प्री क्वालिफिकेसन प्रपोजल बिड एन्ड कन्सल्टेन्सी सर्भिस प्रपोजल्स भनेपछि अब जे जति डकुमेन्टहरु अरु बिडरबाट आएको छ उनीहरुलाई चाहिँ सेफली चाहिँ राख्नु पर्यो, किनभने भोलि भनौं न मार्केटमा प्राइस तलमाथि भइरहन सक्छ हैन। कसैले चाहिँ अब भनौं एउटा घर बनाउनु पर्ने छ, कसैले 1 करोडमा गर्दिन्छु भन्ला, कसैले 90 लाखमा गर्दिन्छु भन्ला, कसैले 2 करोडमा गर्दिन्छु भन्ला हैन, भनेपछि त्यो पछिको फ्युचर रेफरेन्सको लागि पनि त्यो चाहिँ राख्नु पर्ने चाहिँ हुन्छ। त्यस्तै गरेर सबमिटिङ द प्री क्वालिफिकेसन प्रपोजल्स बिड्स अर कन्सल्टेन्सी सर्भिस प्रपोजल्स टु द इभ्यालुएसन कमिटी फर इभ्यालुएसन एन्ड सबमिट द इभ्यालुएसन बिड फर एक्सेप्टेन्स भनेपछि अब यो कुन विभागलाई चाहिने त त्यो विभागमा चाहिँ फरवर्ड चाहिँ गर्नु पर्यो हैन। त्यसपछि त्यो कमिटीले चाहिँ इभ्यालुएसन गर्छ के हरेक बिडरको त्यो प्रोडक्ट चाहिँ उनीहरुले इभ्यालुएसन गर्ने भयो र उनीहरुले चाहिँ त्यो मध्ये कुन चाहिँ एक्सेप्ट गर्ने भनेर चाहिँ त्यो चाहिँ छोड्दिनु पर्यो है। अर्को भनेको नोटिफाइङ द एक्सेप्टेन्स अफ द प्री क्वालिफिकेसन प्रपोजल
बिड अर कन्सल्टेन्सी सर्भिस प्रपोजल्स भनेपछि अब यो जुन भनौँ न तपाईँको यो प्री क्वालिफिकेसनको यो जुन प्रपोजलहरू आइसकेपछि र बिडिङको जुन डकुमेन्टहरू छ त्यो सबैको आधारमा यो कुन चाहिँ सामान चुज गर्यो त त्यो कुरा चाहिँ पहिला भन्नु पर्यो त्यसपछि ल फलानु पार्टीलाई चाहिँ हामीले चुज गर्यौँ है त भनेर चाहिँ त्यो पनि पब्लिकली चाहिँ भन्नुपर्ने चाहिँ हुन्छ भनेर चाहिँ भनिएको है त्यस्तै गरेर अब्टेनिङ एक्जामिनिङ एन्ड सेफली किपिङ द पर्फर्मेन्स ग्यारेन्टी भनेपछि अब जस्तै अब एक्जाम्पलको लागि लिउँ तपाईँहरू यहाँ कलेजमा पढ्न आउँदाखेरि एउटा सर्टेन सेक्युरिटी डिपोजिट भनेर तपाईँले यहाँ तिर्नु भएको होला होइन भनेपछि यो बिडिङमा पनि त्यस्तै तपाईँको कसैले चाहिँ अब भनौँ केही काम गर्नु पर्यो भने एउटा सर्टेन एउटा तपाईँको पर्फर्मेन्स ग्यारेन्टी चाहिँ तपाईँले अमाउन्ट चाहिँ फ्रिज गरेर राखिदिनु पर्ने हुन्छ जस्तै मैले अघि भनेको थिएँ नि हाम्रो कलेजमा सपोज 1500 1200 देखि 1500 ल्यापटप चाहियो भने अब त्यो पार्टीले चाहिँ आएर सर्टेन एउटा पर्फर्मेन्स ग्यारेन्टी चाहिँ दिनुपर्ने हुन्छ भनेको उसले चाहिँ टाइमली हाम्रो कलेजलाई चाहिँ त्यो ल्यापटप चाहिँ प्रोभाइड गरिदिन्छु भनेर चाहिँ एउटा ग्यारेन्टी चाहिँ राखिदिनु पर्ने हुन्छ त्यो चाहिँ नर्मली भनौँ न तपाईँको होल प्रोजेक्टको सर्टेन अमाउन्ट चाहिँ हुन जान्छ भनेको नर्मली 5 देखि 10% को बिचमा चाहिँ हुन जान्छ है भनेको तपाईँको त्यो ओभरअल प्रोजेक्ट कतिको छ त भनेको मेन पहिला त्यही भएर चाहिँ कस्ट चाहिँ तपाईँले इभ्यालुएट गर्नुपर्छ भनेर चाहिँ भनिएको है ल यो कुराहरू हामी पछि पढ्दै जाउँला अहिलेलाई चाहिँ यो टक्क माथि आउटलाइन मात्रै हो त्यस्तै गरेर एक्जामिनिङ अर causing to be examined the quality standard of the goods construction works or services that have been procured भनेपछि अब टाइमली सामान त आयो अब यो सामान कस्तो क्वालिटीको आयो त भनेर हामीले त्यो के भन्छ एक्जामिन पनि गर्नुपर्ने हुन्छ र एक्जामिन गरिसकेपछि त्यो PPMO लाई चाहिँ हामीले खबर पनि गरिदिनु पर्ने हुन्छ त्यो निकायले चाहिँ है त्यस्तै गरेर मेकिङ अवेलेबल द इन्फर्मेसन एन्ड डकुमेन्ट्स आस्क्ड बाइ द पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस भनेपछि अब त्यो तपाईँ भनौँ अब कुन चाहिँ विभागमा काम गरिरहेको छ हैन सरकारी अफिसमा चाहिँ तपाईँ रक्षामा हो कि फाइनान्समा हो कि अथवा गृह मन्त्रालयमा हो कि PPMO ले कुनै पनि डकुमेन्ट तपाईसँग चाहिँ माग्न सक्छ भनेपछि इन केस त्यस्तो मागेको खण्डमा चाहिँ तपाईले चाहिँ रेडिली त्यो डकुमेन्टहरू चाहिँ PPMO लाई चाहिँ पुर्याइदिन चाहिँ पर्ने हुन्छ अर्को भनेको पर्फर्मिङ अदर फंक्शन्स एज मे बी प्रेस्क्राइब भनेपछि अब अरु काम पनि हुन सक्छ र जे काम प्रेस्क्राइब गरेको छ त्यो काम चाहिँ गर्नु पर्यो भनेर चाहिँ भनिएको ओके अब नेक्स्ट चाहिँ म कतिवटा छ ल एउटा त ठ्याक्क सुरु गरौँ यो तीनटा स्लाइड चाहिँ म सकाइदिउँ त्यसपछि आजलाई चाहिँ हामी रोकिदिन्छौँ है सो व्हाट आर द फंक्शन्स त्यस्तै गरेर ड्युटिज एन्ड पावर्स अफ पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस PPMO भनेको सामान खरिद गरिदिने एउटा हाम्रो भनौँ न सरकारी यो स्टोर जस्तै नै हो हैन यसको फंक्शन ड्युटिज र पावर्सहरू के छ त त्यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो सो टु मेक रिकमेन्डेसन टु द GON फर रिफर्म इन द प्रोक्योरमेन्ट पोलिसी अर लज इन फोर्स भनेपछि गभर्नमेन्ट अफ नेपालको जुन चलिआएको ट्रेन्ड छ त्यसलाई चाहिँ रिभाइज गर्नको लागि भनौँ रिकमेन्डेसन गर्ने हैन अथवा यसरी गर्नुपर्छ भनेर त्यो जुन पोलिसीहरू चाहिँ रिभाइभ गर्नको लागि चेन्ज गर्नको लागि रिकमेन्डेसन दिने अधिकार चाहिँ PPMO लाई चाहिँ रहेछ टु इस्यु टेक्निकल गाइडेन्स एन्ड म्यानुअल्स रिक्वायर्ड फर इम्प्लिमेन्टिङ दिस एक्ट भनेपछि यो एक्टलाई फलो गराउनको लागि सर्टेन गाइडलाइन्सहरू चाहिएला म्यानुअल्सहरू चाहिएला त्यो सबै कुरा बनाउने र प्रोभाइड गरिदिने काम कसको हो त यो PPMO को चाहिँ रहेछ त्यस्तै गरेर टु प्रिपेयर स्ट्यान्डर्ड मोडल फर द स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट pre-qualification document, procurement contract document, and documents relating to proposal to be used by public entity to conduct procurement proceedings. Okay. अब यो PPMO को एउटा प्रमुख काम के हो भन्दाखेरि स्ट्यान्डर्ड मोडलको डकुमेन्टहरू चाहिँ तयार पारेर राख्नु पर्यो है जस्तै तपाईको बिडिङको लागि डकुमेन्ट होला त्यस्तै गरेर प्री क्वालिफिकेसनको लागि डकुमेन्टहरू यो सबै कुराहरू चाहिँ PPMO ले चाहिँ पहिल्यै रेडी बनाएर राखिरहेको हुन्छ अब सपोज स्वास्थ्य मन्त्रालयबाट चाहिँ ल एम्बुलेन्स किन्नको लागि चाहियो भनेर भन्यो भने उले डकुमेन्ट फरवर्ड गरिदिन्छ त्यो डकुमेन्ट चाहिँ भरेर पठाइदिने काम चाहिँ स्वास्थ्य मन्त्रालयको अब सपोज आर्मीमा केही सामान चाहियो भने त्यही डकुमेन्ट पठाइदिन्छ उले त्यहाँ भरेर पठाइदिन्छ भनेपछि एउटा यो फर्म जस्तो हुन्छ हैन अब यो तपाईलाई बुझाउनलाई चाहिँ मैले फर्म भनेर भने तर एक्चुअली यो फर्म चाहिँ होइन हैन तर त्यो फर्म अथवा त्यो जुन सफ्ट कपी हुन्छ त्यो चीज चाहिँ फरवर्ड गरिदिने काम चाहिँ कसको हो त पब्लिक एन्टिटीलाई चाहिँ त्यो चाहिँ PPMO ले चाहिँ गरिरहेको हुन्छ त्यस्तै गरेर टु कलेक्ट स्ट्याटिस्टिक्स अफ procurement proceedings and to monitor or to make technical auditing or whether or not such proceedings are conducted in the compliance with the act or regulation or manual made thereunder भनेपछि त्यो जुन सामानहरू किनिएको छ हैन
त्यो त्यसको अडिटिङ चाहिँ गर्नु पर्यो भनेपछि एउटा फाइनान्शियल एउटा फिस्कल इयरमा चाहिँ भनौँ न कतिको सामान किनिएको छ त्यो सामानहरूको सबै अडिटिङ गर्ने जिम्मा चाहिँ कसको रहेछ त PPMO को रहेछ है र यो चाहिँ तपाईको एक्ट अन्तर्गत चाहिँ पर्नु पर्यो हैन अब एक्ट त्यो रुल अनुसार रेगुलेसन बाहिर बसेर चाहिँ हामीले खरिद चाहिँ गर्न चाहिँ मिल्दैन त्यस्तै गरेर ईमा चाहिँ इफ द पब्लिक एन्टिटी सिक्स ओपिनियन एडभाइसेस अबाउट अ म्याटर एज रिफर्ड इन द act or regulation manual made there under to provide opinion advice भनेपछि अब कसैलाई चाहिँ के हुन सक्छ त भन्दाखेरि त्यो अलिकति ह्यासल पनि हुन सक्छ गाह्रो पनि हुन सक्छ नमिल्न पनि सक्छ ठ्याक्क भनौं न त उनीहरुले जुन रुल बनाइराखेको छ त्यो अनुसार नमिल्न पनि सक्छ भनेपछि अब त्यो रुल अनुसार परेन भने के गर्ने त जस्तै अब एक्जाम्पलको लागि लिउँ अहिले हाम्रो यहाँ कोभिडको महामारीमा अब बाहिरबाट कोभिडको भनौं न यो खोपहरु चाहिँ किनेर लिएर आइराछ र फ्रीमा बाँडिराछ हैन अब यो भनौं न अब कहिले स्वास्थ्य मन्त्रालयले पनि लगिरहेछ कहिले पुलिसको उता पनि लगिरहेछ अब कतातिर लगेर बाँड्ने हो त यो भन्ने कुरा चाहिँ अब यो फ्रीमा बाँड्ने हो कि पैसा लिएर बाँड्ने हो कि त्यो कुरा चाहिँ ओपिनियनहरु दिने काम चाहिँ पब्लिक एन्टिटीलाई चाहिँ त्यो चाहिँ नि PPMO ले चाहिँ गर्दो रहेछ त्यस्तै गरेर टु इस्टाब्लिश एन्ड अपरेट प्रोक्योरमेन्ट वेबसाइट भनेपछि अब यो के भन्छ वेबसाइटहरु मेन्टेन गर्ने त्यस्तै गरेर प्रोक्योरमेन्टको इस्टाब्लिश गर्ने अथवा अपरेट गर्नको लागि सबै जिम्मा चाहिँ कसको रहेछ त PPMO को रहेछ त्यस्तै गरेर बुलेटिन निकाल्ने पब्लिश गर्ने काम पनि PPMO को रहेछ अब यो बुलेटिन भनेको चाहिँ प्राय चाहिँ वर्षमा एकचोटी निकालिन्छ अब यो नेपाल सरकारले पनि के गर्छ PPMO को चाहिँ बुलेटिन निकाल्छ यसमा चाहिँ यो फिस्कल इयरमा हामीले यो भनौं न एउटा यो मन्त्रालयमा यति सामान किन्यो यो मन्त्रालयमा यति किन्यो भनेर सबै कुरा चाहिँ विवरण चाहिँ निकाल्नु पर्ने हुन्छ है त्यस्तै गरेर टु प्रिपेयर प्रोसिड्युर्स रिक्वायर्ड फर कोअर्डिनेसन इन द प्रोक्योरमेन्ट प्रोसिडिङ्स एन्ड सबमिट द गभर्नमेन्ट अफ नेपाल फर अप्रुभल भनेपछि अब सामान त किन्ने हैन सामान किन्नको लागि के रिक्वायरमेन्ट चाहिन्छ सबै कुरा चाहिँ रेडी गर्नु पर्यो कसलाई चाहिएको त्योसँग पनि अप्रुभ गराउनु पर्यो उसको स्पेसिफिकेसन के हो त्यो बुझ्नु पर्यो कोसँग किन्ने त्यो पनि लिनु पर्यो र फाइनली तपाईको अब यो मन्त्री लेभलबाट भनौं न तपाईको मन्त्रालयबाट चाहिँ ल यो सामान किन्ने भनेर अप्रुभल गराउने काम पनि PPMO को चाहिँ रहेछ त्यस्तै गरेर टु मेक अरेन्जमेन्ट्स फर रेगुलर ट्रेनिङ प्रोग्राम्स फर द बिडर्स अफ द इम्प्लोइ इन्भल्भ अर टु बी इन्भल्भ इन प्रोक्योरमेन्ट प्रोसिडिङ भनेपछि अब यो बिडिङको लागि यो बिडर्सहरुलाई भनौं न अथवा यो नयाँ इम्प्लोइहरुलाई पनि ट्रेनिङ दिने गराउने कामहरु जे जति छ त्यो सबै ट्रेनिङहरु दिने काम पनि कसको रहेछ त यो बिडरहरु यो PPMO को चाहिँ रहेछ ओके अब यो लास्ट स्लाइड हो आजको अर्को भनेको टु मेक नेसेसरी क्राइटेरिया फर एक्सक्लुजन फ्रम द ब्ल्याकलिस्ट अन्डर सेक्सन 63 एन्ड एक्सक्लुड फर सच ब्ल्याकलिस्टेड एज पर सच क्राइटेरिया अब यो ब्ल्याकलिस्ट भनेको के हो भन्दाखेरि जस्तै अब गभर्नमेन्टले केही सामान किन्न खोज्यो भने कसैले केही डिफेक्टिभ सामानहरु पनि दिन सक्छ हैन अथवा उले टाइमली सामान नपुराको पनि हुन सक्छ हैन यो सबै भयो भने के हुन्छ त तपाईको कम्पनी चाहिँ ब्ल्याकलिस्टमा पर्न जान सक्छ भनेपछि ताकि भोलिको दिनमा चाहिँ त्यो कम्पनीसँग चाहिँ हामीले डिल गर्न नपरोस् है भनेपछि ब्ल्याकलिस्टमा राख्ने कि निकाल्ने भन्ने अथोरिटी कसको त्यो पावर कसको हातमा छ त PPMO को हातमा छ त्यस्तै गरेर टु रिभ्यू अप्राइज कन्स्ट्रक्सन वर्क सप्लाई कन्सल्टेन्सी सर्भिस एन्ड अदर सिस्टम सर्भिसेस इन अर्डर टु मेक द प्रोक्योरमेन्ट सिस्टम इफेक्टिभ भनेपछि अब यो के भन्छ कुनै पनि गरिराखेको कामलाई चाहिँ रिवार्ड गर्ने है जस्तै अब भनौं टाइमली कम्प्लिट गर्यो भने त्यो रिवार्ड गर्ने एउटा पोलिसी छ त्यसलाई चाहिँ अप्राइज भन्छ हैन सो तपाईले सामान कसैसँग मगायो उले टाइमली ल्यायो भने एउटा भनौं न सर्टिफिकेटहरु इस्यु गर्दिने ल उले चाहिँ एकदम टाइमली चाहिँ सामान ल्याइदिएको छ भनेर त्यो सर्टिफिकेटहरु दिने सर्टिफिकेसन गर्ने काम चाहिँ अप्राइजल हो भनेपछि यो अप्राइज गर्ने काम पनि अथोरिटी चाहिँ यो PPMO लाई चाहिँ रहेछ त्यसैले टु प्रिपेयर प्लान फर डोमेस्टिक अर फरेन असिस्टेन्स रिक्वायर्ड टु systematize and reform procurement system and to act as a central body for coordinating such assistance भनेपछि तपाईको जुनसुकै अब भनौं तपाईको फरेनबाट सामान किन्नु परे पनि या नेशनल लेभलमा सामान किन्नु परे पनि जे गर्नु परे पनि सेन्ट्रली चाहिँ यो भनौं न मोनिटर गर्ने कोअर्डिनेट गर्ने काम कसले गर्दो रहेछ त PPMO ले गर्दो रहेछ PPMO भनेको पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस है ओके फाइनली टु सबमिट द एनुअल रिपोर्ट अफ द
प्रोक्योरमेन्ट प्रोसिडिङ भनेपछि अब कुनै पनि सामानहरू किन्यो भने वर्षेनी हरेक वर्ष चाहिँ के सामान किनिन्छ त्यो सबै कुराको विवरण निकाल्नुपर्छ एनुअल रिपोर्ट निकालेर चाहिँ तपाईको मन्थली लेभलमा चाहिँ त्यो जुन सबमिट गर्नुपर्छ त्यो गर्नुपर्ने काम पनि कसलाई रहेछ त पीपीएमओलाई रहेछ र फाइनली टु डु अदर प्रेस्क्राइब फंक्शन्स भनेपछि अरु जे कामहरु प्रेस्क्राइब छ त्यो सबै चाहिँ गर्नुपर्ने हुन्छ ओके सो आजलाई चाहिँ मैले यति नै गरे है अनि नेक्स्ट क्लासमा चाहिँ हामी यो इलेक्ट्रोनिक मिन्सबाट चाहिँ कसरी प्रोक्योरमेन्टहरु गरिन्छ त्यसको बारेमा चाहिँ हामी छलफल चाहिँ गर्छौं है ओके